다 디딘데 망어 यारचे त निमंगावा आज मार्गोको प्रवचन ग्रीष्मकालीनको शिक्षाको 5औं दिन रहेको छ अनि यो सञ्जालबाट हेरिरहनु हुने सम्पूर्ण अनि बौद्ध मठ मन्दिरहरूबाट अनि भिक्षु भिक्षुनी त्यस्तै गरी अब टुल्गु रुम्पुछीहरू त्यस्तै गरी विभिन्न खिम्बु वर्गहरू उपाध्याय लगायतका त्यस्तै गरी अनि यो संसारबाट विभिन्न ठाउँबाट हेरिरहनु हुने सम्पूर्णलाई मेरो हार्दिक न्यानो अभिवादन तथा प्रसिद्ध लेख अनि व्यक्त गर्न चाहन्छु अनि अनि अस्तिको दिनमा यो सञ्जाल इन्टरनेट सञ्जाल निकै नै समस्या आएको कारणले गर्दाखेरि मैले अनि त्यसमा मैले निरन्तरता दिन सकेन अनि कुन बेलामा अब यो इन्टरनेट एक किसिमको कुन बेलामा यो सञ्जाल चाहिँ अनि कुन बेलामा टुट्यो मलाई थाहै भएन त्यही कारणले अनि अनि आज चाहिँ जुन आज अस्तिको छुटेकै देखिए भनौँ न एक किसिमको मलाई लागे जस्तै संघको नेतृत्वको एक किसिमको अधिकार भन्ने विषयमा यहाँदेखि म बताउन गइरहेको छु यसको विषयमा बताउनु पर्दाखेरि भारतीय विद्वान एसआर गोयलले के बताउनु भएको छ भन्दाखेरि अनि आफ्नो जीवनकालमा अब बुद्धलाई संघको अब नेतृत्वको रूपमा मान्यता प्राप्त भएको दाबी गर्दछन् जुन एसआर गोयलले भन्नुहुन्छ यसको प्रमाण के छ त भन्दाखेरि अब यो जुन बुद्धकालीनमा संघको नेतृत्व बुद्धलाई अब ठहरियो कसरी हुन्छ यसको प्रमाण के छ त प्रमाणित के देखाउनु छ त भन्दाखेरि अब हामी यो जान्दछौँ कि किनभने यो हामीले भनौँ न एक किसिमको बौद्ध धर्ममा प्रवेश गर्नको लागि हामीले 3 शरणको अब शरणगमनमा जानुपर्ने हुन्छ त्यही कारणले त्यसले गर्दाखेरि पहिलो शब्द यो हो कि 3 रत्नहरूमा शरण लिएर सुरु गर्नुपर्छ यद्यपि त्यसबेला यस्ता विभिन्न धर्मका अब मार्गदर्शकहरू आफ्नो धर्म वा विद्यालयको सर्वोच्च अब नेतृत्व मात्र नभएर आफ्नो संघ वा समुदायलाई कसरी आफ्नो जीवन चलाउने भन्ने नियमहरू पनि उनीहरूले नै अब एक किसिमको बुद्धले नै बताउनु भएको हुँदाखेरि उहाँ नै अब संघको नेतृत्व हो भन्ने यसरी एसआर गोयलले भन्नुभएको छ त्यही कारणले गर्दाखेरि अब विभिन्न अब संघ विभिन्न धर्मको अब मार्गदर्शकहरू हुन्छ आफ्नो सिद्धान्तहरू हुन्छ आफ्नै अब जान्ने अब बाटो मार्गहरू हुन्छ त्यही कारणले यो लाने मार्गदर्शकलाई देखाउने मार्गदर्शकलाई अनि आफ्नै अब धर्म सम्प्रदायबाट यसलाई के भनिन्छ त भन्दाखेरि अनि आफ्नै सिद्धान्त आफ्नै अब यो मार्गदर्शकलाई चाहिँ अब किसिमको उहाँ नै अब नेतृत्व हो भन्ने चलन भएकोले अनि त्यही कारणले गर्दा बुद्ध नै अब नेतृत्व थियो भने उहाँले बताउनुहुन्छ त्यही कारणले गर्दाखेरि अनि आफ्नो संघ वा समुदायले अब आफ्नो जीवन चलाउने भन्ने नियम अब जीविका लगायतका विभिन्न अब उहाँले बनाउनु भयो त्यही कारणले अनि उहाँमा अधिकार भएको हुँदाखेरि बुद्ध नै किसिमको अब नेतृत्व थियो भन्ने यसरी बताउनु भयो अब त्यस्तै गरी अब भविष्यमा आउने दिन आगामी दिनहरूमा भविष्यमा अब बुद्ध सद्धर्मको अब मुख्य नेतृत्व कसले गर्छ त भन्ने अब त्यसमा प्रश्न उठ्छ आफ्नो वंशको धाराको उत्तराधिकारी को हुनेछ भनेर पनि अब निर्णय गर्यो त्यस बेला यो चलन भएको थियो कि बाहिरका मानिसहरूले बुद्धको उत्तराधिकारी को होला भनेर संघलाई सोध्यो अब बुद्धकालीनमा नै अब यसरी प्रश्न आएको थियो अब संघको
अब दलबाट सङ्घको समूहबाट हैन भविष्यमा बुद्धको धर्म सम्हाल्ने एउटा नेतृत्व कसले गर्छ होला भन्ने प्रश्न आएको थियो। त्यो बेला अब के त भन्दाखेरि अब बुद्ध र देवदत्त बीच अब असमझदारी हुनुको मुख्य कारण देवदत्तले भएको कारणले गर्दाखेरि देवदत्तले आफूलाई अब बुद्धको उत्तराधिकारी नियुक्त गर्ने आशा रहेको हुनाले अनि यो प्रश्न उठेको थियो, उहाँले उठाउनु पनि लगाएको थियो। बुद्धलाई अब सोधिएको थियो विभिन्न आफ्नो अब मित्रबाट। त्यही कारणले किन सोधेको त भन्दाखेरि मलाई चाहिँ एक किसिमको अब बुद्धको भविष्यमा एक किसिमको बुद्ध धर्मको एउटा उत्तराधिकारी मलाई राखिदिए त हुन्थ्यो भन्ने देवदत्तको आशा थियो। त्यही कारणले अनि बुद्धको सामु यसरी विभिन्न प्रश्नहरू राख्यो। तर पनि के हो त भन्दाखेरि बुद्धले अनि सद्धर्मको बौद्ध धर्मको अब उत्तराधिकारीमा नियुक्त गर्नु उहाँले स्वीकार गर्नु भएन। त्यति बेला उनको अब स्वीकार नगर्दा सङ्घभित्र थप अब लोकतान्त्रिक प्रक्रियाहरू स्थापित भयो। त्यही कारणले सङ्घको मुख्य नेतृत्व अथवा सङ्घको के हो त एक किसिमको एउटा उत्तराधिकारी देवदत्तलाई दिनु भएन। त्यो कारणले किन त भन्दाखेरि बुद्धले चाहिँ अब सङ्घको भविष्यमा भनौँ न एक किसिम बुद्ध धर्मको एउटा नेतृत्व सबै सङ्घमा अब समग्र सङ्घमै निर्भर छ, एकजना व्यक्तित्वमा निर्भर छैन भने उहाँले आज्ञा दिनुभयो। बुद्धले भनेको थिए कि शिक्षक मात्र परम प्राकृतिकको बारेमा सल्लाह दिने व्यक्ति हो हैन भने यसरी बताउनु भयो। सङ्घले उहाँको आज्ञालाई सम्मान र सुन्नुपर्छ भन्ने कुरा उहाँले कहिले पनि भन्नु भएन हैन। मैले भनेको कुरा अवश्य मान्नै पर्छ भन्ने यसरी उहाँले अब आज्ञा दिनु भएन। त्यही कारणले गर्दाखेरि यसले यो सङ्घले मुख्यतः प्रजातान्त्रिक पद्धतिको पालना गरेको देखाउँदछ। त्यसै गरी बुद्धले सङ्घलाई कसरी तिमी आफ्नै रक्षक हुनै पर्छ र तपाईँको रक्षक र शरण स्थान हुनको लागि साँचो धर्म हुनुपर्छ। उनले अनि बाहिरी उत्तराधिकारीको शरणमा जान नपरोस् भन्ने पनि बताए। त्यही कारणले धर्म नै एउटा उत्तराधिकारी हो, धर्म नै सबैको संरक्षक एउटा सबैको एउटा रक्षक हो हैन। धर्म नै एउटा सबैको के हो त भन्दाखेरि बचाउन सक्ने सब धर्मलाई अब शरणमा लिनुपर्छ हैन। यसले नै बचाउनेछ, यसको नै आशा गर्नु पर्दछ भन्ने यसरी बुद्धले अब बताउनु भयो। त्यही कारणले आफ्नो नाप आफू नै हो र आफूले नै बचाउनु पर्छ। त्यसको लागि चाहिँ के हो त धर्मको शरण लिनुपर्छ है भनेर यसरी अनि धर्म बाहेकको बाहिर व्यक्तित्व एउटा व्यक्तिलाई चाहिँ अनि एक किसिमको उत्तराधिकारी चाहिँ हुने छैन भन्ने यसरी उहाँले आज्ञा दिनुभयो। अनि बुद्धले चाहिँ म जस्तै एउटा व्यक्तिलाई चाहिँ अब शरणमा जानु पर्दैन, धर्मको शरणमा जानुपर्छ, त्यही नै उत्तराधिकारी हो यसरी उहाँले बताउनु भयो। त्यही कारणले त्यसैले उहाँले आफ्नो चेहराहरूलाई गुरुको शरीरलाई महत्त्वपूर्ण ठान्न सल्लाह दिनु भएन र उहाँको शरीरको सट्टा उहाँले बताउनु भएको प्रवचनलाई सद्धर्मलाई उहाँले अनि विशेष महत्त्वपूर्ण अब ठाउँ दिनुभयो। यसलाई नै सम्मान गर्नु पर्दछ, यसको शरणमा जानु पर्दछ। यही नै रक्षक हो, यही नै एक किसिमको धर्मको सबैले बचाउन सक्ने एउटा के हो त भन्दाखेरि यो रक्षक एक किसिमको यो आफूले बचाउन सक्ने, आफूलाई नै बचाउन सक्ने एउटा गुण भने यसरी बताउनु भयो। त्यही कारणले बुद्धले बताउनु भयो कि भविष्यमा तिमीहरूले अनि बुद्ध धर्मको शरणमा जानु पर्दछ। धर्म नै सबैको एउटा समग्रमा हेर्ने एउटा चक्षु हो। त्यसको शरणमा जानु भयो भने मात्रै अनि एउटा सबैलाई अब एक किसिमको सत्य कर्ममा लगाउन सक्छ भनेर यसरी बताउनु हुँदाखेरि यही नै अब सत्य जस्तो मलाई लाग्छ।
यसैले उहाँले आफ्नो चेलाहरूलाई साँचो धर्मलाई सेवा गर्न मान्न प्रोत्साहित गर्नुभयो। गोयलले भने मलाई यो सत्य लाग्छ भन्नुभयो। यस कारणले गर्दाखेरि अनि बुद्ध निर्माण भएपछि मगधका महान एक किसिमको मन्त्री भनौँ न वृषकार पाली भाषाकारले आनन्दलाई सोधे कि भविष्यमा सङ्घको नेतृत्व कसले गर्छ भने यसरी अब सोध्यो। आनन्दले तुरुन्तै के भन्नुभयो त भन्दाखेरि अनि भविष्यमा सङ्घले साँचो धर्मको निर्देशन पछ्याउनेछ। बुद्धले यसलाई आफ्नो सङ्घमा लोकतान्त्रिक कार्यविधि होस् भनेर अनि बताउनु भयो। यसरी अब उहाँले अब बताउनु भयो। आनन्दलाई सोधेको थियो, आनन्दले यो जवाब दिनुभयो। त्यही कारणले यस बाहेक सङ्घभित्र विवाद उत्पन्न हुँदा कसरी प्रजातान्त्रिक रूपमा विवादहरू समाधान गर्ने तरिका अनि हुन्छ भने त्यही विभिन्न अब यसमा विवाद उत्पन्न हुँदाखेरि पनि धर्मबाट नै एक किसिमको के हो त यसलाई चाहिँ सुल्झाउनु पर्दछ भन्ने धर्मको मुख्यलाई अब एउटा मुख्य भूमि बनायो। त्यही कारणले नेतृत्वको सङ्घको नेतृत्व सङ्घ नै हुन्छ। एक किसिमको व्यक्तित्व एउटा व्यक्ति हुँदैन, सबै समग्र सङ्घ नै हो। त्यो सङ्घलाई अब सत्य हिस्सा मिलाउनु लागि धर्मको स्तरमा जानु पर्दछ। सबैले धर्मको एक किसिमको पालना गर्नु पर्दछ। अब यसरी बताउनु भयो। त्यही कारणले एउटै सिमानाभित्र बस्ने सङ्घको सदस्यहरूले आफ्नै वरिष्ठ अब भने अब पालीमा अबलाई गथेरा भनिन्छ नियुक्त गर्न अनुमति दियो। अब एक किसिमको सङ्घमा चाहिँ के हो त वाद विवादहरू यसरी उल्झियो हैन। त्यसलाई समाधान गर्नुको लागि हैन अनि विभिन्न अब यसको अनि त्यसलाई अब कसरी समाधान गर्ने भनेर विनयमा पनि अब एक किसिमको के हो त एउटा त्यसमा भोटको एउटा अनि एउटा भोटको अब नियम निकाल्यो। यसलाई कसरी अब समाधान गर्ने भन्ने अब गरियो। किनकि नियुक्त गर्न अनुमति दियो कि धेरै जसो विवादहरू दुवै पक्ष आम्ने सामने बैठकबाट समाधान गरियो। बहुमतको मत के हो भने निर्धारण गर्न उनीहरूले मतगणनाका लागि लाठीहरू अथवा पालीमा यसलाई चाहिँ सालाका गाहा भनिन्छ पनि प्रयोग गर्थे। जस्तै यसलाई चाहिँ भोटको हिसाबमा एउटा होस्यो भन्ने चाहिँ भोट दशमा जस्तै एक व्यक्ति पाली अब सालाका गफकालाई अब मतगणनाको लाठीको निरीक्षण गर्न नियुक्त गरिएको थियो। अनि सङ्घभित्र एकजना वरिष्ठ एकजना राखेर अनि उसलाई अब खटाइयो। अनि अब यसमा अब विभिन्न अब के हो त अनि सङ्घमा विभिन्न खैला बैला विवादहरू मच्यो भने त्यसलाई चाहिँ सुल्झाउनको लागि त्यसलाई शान्त पार्नको लागि वरिष्ठको एउटा समूहबाट सङ्घ वरिष्ठको सङ्घबाट यसरी त्यसलाई सुल्झाउने विभिन्न अब धर्मको एउटा शिर राखेर यसरी सुल्झायो। र यसलाई चाहिँ पालीमा उपायिका भन्छ यसरी गठन गरियो। परिनिर्वाणको अब थेरावाद सूत्रका अनुसार बुद्धले वृद्धि पालीमा चाहिँ भज्जीका मानिसहरूलाई विनाश अब भनौँ न विभिन्न रोक्ने अब सद्धर्महरू सिकाउनु भयो। एक किसिम के हो त विवादहरूलाई अनि एक किसिमको अनि के हो त एक किसिमको पुङ्जीको अब पुङ्जी भनेपछि जुन अब त्यो बेला ठाउँ एउटा अब स्थान हैन त्यहाँको मान्छेहरूले चाहिँ के हो त भन्दाखेरि बुद्धलाई विभिन्न अब यो विभिन्न सामग्रीहरू भिक्षुको लागि अब एक किसिमको अब कुराहरू चढाउनु भयो। त्यो चढाएर के गर्नुभयो त भन्दाखेरि अब त्यो विभिन्न सामग्रीहरू विभिन्न यो सम्पत्तिहरूले चाहिँ के हो त भन्दाखेरि अनि यो सङ्घलाई विनाश हुन नदिनुको लागि बुद्धले एक किसिम के हो त अनि 7 प्रकारको एउटा अनि उपायहरू 7 प्रकारको एउटा अनि नाश नहुने एउटा बुद्धले एउटा नियम बनाउनु भयो। अर्थात् त्यसलाई शर्तहरू राख्नु भयो।
अब बुद्धको सँगमा कति अधिकार थियो भन्ने विषयमा आधुनिक अनुसन्धानकर्ताहरूको फरक फरक धारणा छ। जस्तै कि अब जापानी विद्वान ऊ हगुचु भन्नेले चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि बुद्धसँग चाहिँ कुनै पनि विशेष अधिकार छैन, किन भन्दाखेरि उहाँ पनि एउटा सङ्घका सदस्य हो हैन। सङ्घको एउटा भित्री पनि एउटा सदस्य भएकोले हुँदाखेरि उहाँलाई पनि एउटा नेतृत्व गर्ने के अधिकार छैन। त्यस्तै गरी अर्को अब एस वाता नेवीले पनि के भन्नुभयो भन्दाखेरि अब बुद्ध धर्मको अभ्यास सन्दर्भमा कुरा गर्ने हो भने कसैसँग अब यो अधिकार छ कि छैन भन्ने प्रश्न उठ्दैन, किनकि त्यसमा नेतृत्व गर्ने कुरै छैन भनेर बताउनु। त्यसै गरी अब यस दत्ती भनेर फेरि अर्को विद्वानले के भन्नुभयो भन्दाखेरि अनि बौद्ध धर्म समग्रमा एकजना व्यक्तिले सबैले नेतृत्व गर्न सक्ने एउटा अधिकार, एउटा उसलाई चाहिँ अब एउटा पावर चाहिँ केही पनि छैन भन्नुभयो। त्यसै गरी मुजुमोतो भने के भन्नुहुन्छ भन्दाखेरि अब बुद्धको जीवनकालमा र उहाँको परिनिर्वाण भएको अर्को 1 वर्षसम्ममा अनि परिनिर्वाण भएको अर्को 1 वर्षसम्म बुद्धको अधीनका उत्तराधिकारी मान्न सक्ने बुद्ध धर्मको एउटा नेतृत्व मार्गदर्शक कोही पनि थिएन भन्नुभयो उहाँले। त्यसै गरी केएन जेएलटी भन्नेले के भन्नुभयो भन्दाखेरि त्यही बुद्धले जति पनि अब बुद्धले बचाउनु भएको आफ्नो राय विचारहरू हुन्छ, यसको अब उहाँको आधिकारिकलाई मानेर अब सबै बौद्ध विचारहरूले यसको आदर मान्नुपर्छ भन्ने बताउनु भयो। त्यस्तै गरी जेएम किटिवा गावा के भन्नुहुन्छ भन्दाखेरि जब बुद्ध जीवित थिए केवल उहाँलाई मात्र अधिकार भएको मानिन्थ्यो, उहाँलाई अधिकार थियो, किनकि उहाँले विचार ध्यान विभिन्न चर्या गर्दाखेरि होइन अनि अभ्यास गर्ने आचारको बारेमा अब निर्णय गर्ने उहाँ नै हुन्थ्यो। जब बुद्ध परिनिर्वाण हुनुभयो अनि परिनिर्वाण भएपछि मात्र उहाँले बल्ल अनि के भयो त धर्मलाई तिमीहरूले धर्मको शरणमा जानु पर्दछ, धर्मले रक्षा गर्दछ भने यसरी धर्मलाई नै उत्तराधिकारीको नाममा दियो। उहाँले आफ्ना चेलाहरूमा धर्मको शरणमा जाने आशा व्यक्त गर्नुभयो। यद्यपि हामीले धर्म आफैले स्पष्ट रूपमा जान्न सक्दैनौँ, त्यसैले उहाँका विद्यार्थीहरूले उहाँले दिएका निर्देशनहरू र उहाँहरूले प्रस्ताव गरेको जुनसुकै व्याख्याहरूलाई तिनीहरूको आधारको रूपमा लिनुभयो। यो उहाँको चाहिँ यो चाहिँ एउटा विद्वानको कुरा हो। यो जेएम किटिगावा भनेको उहाँको अब त्यही कारणले जे भए पनि बुद्धलाई अब एउटा उत्तराधिकारी हुनुको लागि एउटा के अधिकार छैन भने प्रायः सो अब आधुनिक यो अनुसन्धान कर्मीले अब यसरी भन्नुहुन्छ, अनुसन्धानकर्ताहरूले। त्यही कारणले जे हो जे यी सबै कारण प्रमाणहरू धेरै अब विभिन्न कुराहरू छ होइन। अब यो विभिन्न कुराहरू चाहिँ अब यो अनि भारतको विद्वानले विभिन्न कुरा अघि बताएको विद्वान कुराहरू सङ्कलन गर्दाखेरि त्यही कारणले उहाँले के भन्नुभयो त भन्दाखेरि अब जे भयो त बुद्धको जीवनकालमा उहाँले आफ्नो विद्यार्थीहरूलाई भन्नुभयो आफूलाई दियो जस्तै सम्झनुहोस्, साँचो धर्मलाई आफ्नो शर्ममा लिनुहोस्। यसले हेर्दा बुद्धले आफ्नो जीवनकालमा पनि आफूसँग कुनै अधिकार छ भन्ने कुरा स्वीकार गरेको छैन भन्ने यो देखिन्छ भने हो। भारतको अब विद्वान एसर गोयलले भन्नुहुन्छ जे होस् आनन्दले बुद्धलाई कसले आफ्नो वंशलाई कायम राख्ने वा उहाँको उत्तराधिकारी को हो भनेर सोधेनन्। त्यसो भए भने वारसाकार जस्ता व्यक्तिले बुद्धलाई सोध्नुको अर्थ के थियो त भन्दाखेरि अब आनन्दले सोध्नु भएन होइन। बुद्ध अब यो बौद्ध धर्मको समग्रको अब तपाईँ बाहेक पछि अब को हुनेछ उत्तराधिकारी भनेर आनन्दले सोध्नु भएन। पछि गएर
भाषाकार भन्नाले अब उत्तराधिकारीको प्रश्न सोध्नु भएको होला पनि। कारण के हो त भन्दाखेरि त्यही कारणले गर्दाखेरि अनि बौद्ध धर्म भनेपछि बुद्धले एउटा बताउनु भएकोलाई बताउँदछ। त्यही कारणले अनि बुद्ध धर्म बुद्धले बताउनु भएको हुँदाखेरि उत्तराधिकारी बुद्धलाई नै हुँदछ, किनकि बुद्धले बताउनु भएको हो नि भन्ने। यसरी अब विभिन्न कुराहरू मनमा आउँदाखेरि यसरी अब बुद्धलाई प्रश्न राखे उहाँहरू। जे भए तापनि के हो त बौद्ध धर्म भने चाहिँ बुद्धले एउटा प्राप्त गरेको, उहाँले अब साक्षात्कार गर्नु भएको, उहाँले भेट्नु भएको अब एक किसिमको बताएको छ। उहाँले बनाउनु भएको एउटा कृत्रिमको रूपमा चाहिँ यसलाई चाहिँ बताउँदैन। त्यही कारणले अनि बुद्धले उहाँले प्राप्त गर्नु भएको, उहाँले यसरी भेट्नु भएको कारणले गर्दाखेरि अब यसरी अब बुद्धले बताउनु भयो, उहाँले बनाउनु भएको कारण चाहिँ होइन। अब बुद्धले चाहिँ के हो त किसिमको बुद्ध बल्ल यो बुद्धत्व ज्ञान प्राप्त हुने बेला मात्रै अब अनि बुद्धले अब यसरी बताउनु भयो यो हो भनेर। त्यही कारणले गर्दाखेरि यो अनि भारतको अब एक किसिमको विद्वानले यसरी अब बताए। अब छ्यासी यु भनेको चाहिँ एउटा कोरियाको एउटा विद्वान रहेछ। उहाँले चाहिँ अब अत्यन्त राम्रो बताएको रहेछ। कोरियाको विद्वानले के भनेको छ भन्दाखेरि अब उहाँले के भनेछ भन्दाखेरि बुद्धले चाहिँ उहाँले अब मौखिक वचन बताउनु पायो होइन, त्यसले नै अब चेलाहरूले त्यसकै शरणमा गयो होइन। इतिहासमा हेर्दाखेरि पनि के हो त भन्दाखेरि अब जुन बुद्धले बताउनु भयो, बताउने मान्छेले एक किसिम के हो त उत्तराधिकारी बुद्ध नै हुँदछ। त्यही कारणले जुन मान्छेले देखाए त्यसलाई हामी विश्वास गर्दछौँ। त्यही कारणले गर्दाखेरि उहाँ नै एक किसिमको उत्तराधिकारी हुनु पर्दछ भन्ने यसरी अब यो कोरियाको विद्वानले बताउनु भयो। अनि भारतको अनि एसआर गोयलेको अनुसार हेर्यो भने त्यो कोरिया विद्वानले बताउनु भएको चाहिँ किसिमको सही रहेछ भन्ने यसरी उहाँले अब स्वीकार गर्नुहुन्छ। त्यही कारणले अब पहिला अब बुद्धकालमा बुद्धले जे जस्तो बताएको थियो त्यही नै बताउनु पर्ने हुन्छ। अब पछि गएर विभिन्न बनावट बनाउने त्यस्तोलाई चाहिँ अब कृत्रिम लगाएको त्यस्तो चाहिँ हुँदैन यसरी अब। अनि यसरी अब आएको छ। त्यही कारणले गर्दाखेरि जुन बुद्धको पहिला कालीनमा केही नै थियो त्यही धर्मलाई सुधार्दै आएको पर्दछ होइन। पछि गएर त्यसलाई विभिन्न व्याख्या टिप्पणी गर्दाखेरि अनि चेलामा निर्भर हुँदाखेरि विभिन्न कुराहरू आइपरेको हो अनि यसरी बताउनुहुन्छ। अनि पहिलो सुरुवात हुँदाखेरि अब बौद्ध धर्ममा यस्तो के हो त भन्दाखेरि अब जे त त्यही नै थियो, पछि आएर विभिन्न उत्तराधिकारीको कुराहरू आयो भन्छ। अब यसमा अब अलिकति केही अब जोड गर्दाखेरि अब यो चाहिँ के हो त यो टिबेटको एउटा सम्प्रदाय अनुसार अब के हो त बुद्ध परिनिर्वाण भइसकेर उहाँको अब सट्टामा चाहिँ को राख्यो भन्दाखेरि प्रति मोक्ष नै हो भन्ने उहाँले बताउनु भयो। चुम्ब छुकी छुम्बन भन्ने एउटा उहाँले एउटा विनयलाई प्रशस्ति भन्ने एउटा किताब रचना गर्नुभएको छ। त्यो चाहिँ एक किसिमको आजभोलि अब प्रति मोक्ष सूत्रभित्र पनि राखिएको छ। के हो त भन्दाखेरि जिन एक किसिमको शास्त्र के हो त भन्दाखेरि अनि एउटा बौद्ध शास्त्र, त्यस्तै गरी अनि सूत्र
पिटक अभिधर्म पिटक हो, तर पनि त्यो भिन्न पनि के हो त अब अब शास्त्र पनि भएको अनि त्यस्तै गरी अब बौद्ध सद्धर्म पनि भएको चाहिँ के हो त भन्दाखेरि त्रिपिटक मध्येमा यो विनय पिटक चाहिँ हो, विनय चाहिँ हो। अनि यसलाई चाहिँ अब हामीले सम्मान गर्नु अनि मिल्दछ। यसमा हामीले केही पनि यसमा चाहिँ गल्तीहरू केही छैन। विनय पिटक नै विनय नै एक किसिमको शास्त्र हो र सद्धर्म हो भने यसरी बुद्धले बताउनु भएको छ। त्यही कारणले अनि बुद्ध धर्म भनेको चाहिँ एक किसिमको बुद्ध भने चाहिँ के हो त भन्दाखेरि अब एउटा व्यक्तिलाई नदेखेर अब बुद्धले बताउनु भएको एउटा सद्धर्म अर्थात् यसलाई प्रतिमोक्ष सूत्रलाई यसरी बताउनु पर्दछ। त्यही कारणले विभिन्न यो अब नियमहरू यसरी बताउनु भयो। यो चाहिँ किन त भन्दाखेरि एउटा भिक्षुक जनको लागि हैन। त्यही कारणले अनि यो विनयको अनुशासन भनेको के हो त एउटा सबैसँग एउटा सङ्घ समूहसँग एउटा तालमेल भएको हैन। त्यही कारणले विनय कसरी एउटा सुन्दर बहिष्कृत अब भनौँ न एक किसिमको यसलाई चाहिँ विभिन्न अब कुराहरूलाई अब सुल्झाउँदै यसरी अब विनय चाहिँ अत्यन्त महत्त्वपूर्ण छ। किन भन्दाखेरि यसमा चाहिँ अब विभिन्न भिक्षुको कुराहरू लगायतका विभिन्न एक किसिमको जुन उत्तराधिकारीहरू सबै प्रतिमोक्ष सूत्रमा लाई आधार गरेर राखिएको हुँदाखेरि बुद्धले यसरी नै बताउनु भएको छ। अब मैले अब वज्रयानको अब टाइमको विषय बताउन सक्छ थाहा छैन, तर पनि के हो त भन्दाखेरि अब यो वज्रयानको अब उत्थानको विषयमा अगाडि के जानुपर्ने हुन्छ नि होइन। त्यो बताउने क्रममै अब बताउनु पर्दाखेरि अब यो विनयको अनुशासनहरू होइन अनि एकदम महत्त्वपूर्ण कुरा छ। त्यो बताउनु मुख्य कारण के हो त भन्दाखेरि समग्रमा बौद्ध धर्मलाई अनि बताउनु पर्दाखेरि के हो त अनि यो एक किसिमको अब के हो त बौद्ध धर्म कसरी उत्पन्न भयो, भिक्षु कसरी उत्पन्न भयो, गुम्बाहरू कसरी स्थापना भयो होइन, यो बताउनु नभई जसरी बताउनु पर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि यो गुह्य बौद्ध तन्त्र बताउने क्रममा चाहिँ अब के हो त भन्दाखेरि अब यो सङ्घको कुराहरू, विनयको कुराहरू, अनुशासनको कुराहरू चाहिँ नबताइ नहुने अवश्य बताउनु पर्ने जस्तो रहेको छ। त्यही कारणले गर्दाखेरि जस्तै कि विनयमा अब यसरी एउटी सुन्दरी अब सुन्दर बहिष्कृत केटी आनन्दलाई अब बोलाएर एकदम अनि एउटा केटी थियो जसले चाहिँ अब आनन्दलाई मन पराउँदथ्यो उहाँ ती केटीले होइन। अनि त्यो केटीको अब सोच्नु के हो त भन्दाखेरि आनन्दलाई आफ्नो बसमा राख्नु पाए त भने यसरी टुना मुना जादु लगाएर अब खोज्नु सक्ने होइन। अनि जादुगर गइन् र बुद्धले उनलाई मन्त्र र मन्त्रको खतराबाट मुक्त गएर भने चर्चा गर्दछ। त्यही कारण यस्तो कुराहरू रहेको छ होइन। अनि यो टुना मुना जादु मन्त्र बताउने कुरामा यो चाहिँ के हो त वज्रयानको कुराहरू पनि आउँदछ। अर्को पटक अब जब वैशालीमा अब खतरनाक अब धेरै नै अब खतरनाक महामारी चल्यो जस्तै कोरोना भने जस्तै अब त्यो बेला चलेको थियो। त्यो बेला चाहिँ के हो त बुद्धले अनि आनन्दलाई विशेष गरी अब त्यहाँ
त्यहाँ त्यही महामारी भएको ठाउँमा पठाउनु भयो। विशेष गरी मन्त्र र केही श्लोकहरू सुनाउनु यो गर्नु पर्दछ, यसलाई वाचन गर भनेर यसरी आज्ञा दिएर आनन्दलाई वैशालीमा पठाउनु भयो। त्यसै उहाँले अनि पठाउनु भयो। उहाँलाई वैशाली शहरमा प्रवेश गर्ने मन्त्र र हामीले पठाएको विनयबाट शुभ प्रार्थना अनि त्यो पनि हुन्छ। त्यही कारणले गर्दाखेरि अब अनि त्यो बेला अब जुन चाहिँ अब भनौँ न एउटा झाङछोक पनि भन्छ होइन, एक किसिमको हामीले त्यसलाई। त्यहाँ चाहिँ के हो त विभिन्न अब यो नराम्रो पक्षलाई चाहिँ हामीले अब भित्र यसरी अब त्यसलाई चाहिँ निहुराउन सकिन्छ होइन। त्यस्तो अब मन्त्रहरू दिएको थियो जुन रोग व्याधिहरूलाई पनि अब भित्र कोच्याउनु सक्ने त्यस्तोको लागि। त्यसै कारणले यो घटना हेर्दाखेरि त्यसै गरी चाहिँ अब उपसेनाहरूले अनि यस्तो हुँदाखेरि अनि होइन अनि यो हामीले झाङछोक भनिन्छ एक किसिमको होइन, जुन चाहिँ अब यो अनि त्यसमा चाहिँ विभिन्न अब जुन सर्पले डस्यो भने जस्तो कि विभिन्न बिगार पर्यो भने त्यसो चाहिँ अब त्यहाँदेखि अब पूर्ण रूपले अब निको हुनुको लागि त्यहाँदेखि अब एक किसिमको विभिन्न रोगदेखि पन्चिनुको लागि चाहिँ अब यसरी अब अनि सर्पले डस्यो उसको शरीरको फुटेर टुक्रा टुक्रा हुन्छ भने महसुस भयो तब बुद्धले सुरु हुनेछ भने श्लोकलाई यसरी बताउनु भयो। लोभ घृणा मोह संसारका 3 विष यसका धेरै विवरणहरू छन्, उहाँलाई मन्त्र सिकाउने विनय पर्दा लाग्दछ यसरी बताउनु भयो। त्यो बेला अब मन्त्र के हो त अनि औषधि दबाईले यसरी अब एकदम त्यो बेला विभिन्न महामारीहरू पनि रोक्नु भयो। त्यति बेलाको समाजमा शरीरका रोग लाग्दा मन्त्र र औषधि दुवै प्रयोग गर्ने चलन थियो। बौद्ध सङ्घभित्र पनि गैर बौद्ध र बौद्ध मन्त्रहरू उच्चारण गर्ने चलन थियो। मन्त्र भने चाहिँ एउटा के हो त मन्त्र एक संस्कृत शब्द हो। यो भनिन्छ कि मनको अर्थ मन र त्र भनेको सुरक्षा हो। विभिन्न त्रासबाट अब मनलाई बचाउनलाई मन्त्र भन्छ। त्यसो भए अब वास्तविक मन्त्रको अर्थ मनलाई खतराबाट जोगाउनु बुझिन्छ। महान व्यक्तिहरूको साँचो वचनहरू उच्चारण गर्नु हो भनेर बुझ्न पनि सकिन्छ। यसरी मन्त्रको बीच वा मन्त्रसँग सम्बन्धित मौलिक बुद्ध धर्मको केही घटनाहरूमा देख्न सकिन्छ। त्यसैले यस विषयमा केही ध्यान दिनु हामीले जरुरी छ होइन। विनयमा हो भने एउटा सत्यता वचन बोलेर होइन अनि विभिन्न रोगहरू पनि समाधान गर्ने हटाउने समाप्त गर्ने त्यस्तो पनि सत्य वचन रहेको छ। त्यही कारणले यो वज्रतन्त्रको विषयमा बताउनु पर्दाखेरि अहिले त्योभन्दा अगाडि विनयपूर्वक बताउनै पर्ने एकदम जरुरी देख्दछु। त्यही कारणले सङ्घ मठ र विनय अनुशासनको उत्पत्तिको बारेमा अहिले बोल्नुको आवश्यकता र बिन्दु के हो भने जब हामी बुद्ध इतिहासको कुरा गर्छौँ तिनीहरूको ऐतिहासिक महत्त्व उल्लेख गर्न आवश्यक छ। विशेष गरी गोप्य मन्त्रको उत्पत्तिको बारेमा बोल्ने सन्दर्भमा म सङ्घ र भिक्षु अनुशासनको बारेमा बोल्नु महत्त्वपूर्ण देख्छु। महायान र विशेष गरी वज्रयान शास्त्रहरूमा यो भनिएको छ कि भिक्षुहरूले सामान्य मानिसहरूले श्रद्धाञ्जली अब श्रद्धा दिनुपर्दछ। विनयमा उनीहरूले आफ्नो प्रतिज्ञामा गुरु र वरिष्ठहरूलाई मात्र प्रणाम गर्नुपर्दछ। यी दुई विरोधी भाष्य छन् र जब हामी तिनीहरूलाई हेर्छौँ हामीलाई लाग्छ कि महायान र वज्रयान बुद्धका शिक्षाहरू होइनन् भन्ने लाग्छ। त्यही कारणले गर्दाखेरि यहाँ धेरै कुराहरू छन् जुन समसामयिक विधिहरू अनुसार अनुसन्धान गर्न सकिन्छ। त्यही कारणले अनि वज्रयानमा हेर्ने हो भने अब गृहस्थीले पनि जब तप गरेर अब ज्ञान हासिल गर्दाखेरि उहाँलाई
अब श्रद्धा भक्ति गर्नुपर्ने त्यस्तो स्थान राखिएको छ होइन। तर विनयमा हेर्ने हो भने अब एउटा भिक्षुले भिक्षु भएको तर गृहस्थीले अब ढोग गर्नु मिल्दैन भन्ने विभिन्न कुरा राख्यो हुँदाखेरि त्यसमा विभिन्न कुराहरू आएको छ। त्यही कारणले यहाँ धेरै कुराहरू छन् जुन विभिन्न कुराहरू छ। तर कन्जुर र तिङ्जुरमा के अनुसार यसको बारेमा बोल्न यो तर्कको ज्वाला अब भाव विवेकद्वारा भनिएको छ। यसलाई तोके भर्पावा भनिन्छ एक किसिमको। त्यो भित्र चाहिँ अब भाव विवेकद्वारा अब रचना गरेको हो कि यसमा विभिन्न अब कुराहरू आएको छ। अब अवलोकितेश्वर वास्तवमा सामान्य व्यक्ति होइन होइन। सामान्य अब लुगा लाउने मात्र मानिसले सामान्य व्यक्ति बनाउँदैन। अब अवलोकितेश्वर हो भने बाहिर गृहस्थी लुगा ठाटोफाटो लगाएको छ होइन। त्यो लुगामा हेर्दाखेरि उहाँ चाहिँ एकदम गृहस्थी नै हो भन्नु मिल्दैन। लुगामा वास्तवमा बाहिरी रूपमा हेरेर बोकै रूपमा हेरेर अवलोकितेश्वरले खिम्पा किसिमको खिम्पा अर्थात् गृहस्थी भन्नु मिल्दैन। यही कारणले निश्चित छैन बाहिरी लुगा लाउने बित्तिकै ऊ चाहिँ गृहस्थी हो भन्नु मिल्दैन। अब अवलोकितेश्वर चाहिँ गृहस्थीको विभिन्न लुगाहरू यसरी लाउनु किन त भन्दाखेरि विभिन्न प्राणीहरूलाई परिपाक गर्नुको लागि, सत्य मार्गमा अब उत्प्रेत उत्साह गराउनुको लागि, मार्गमा उक्साउनुको लागि यसरी उहाँले वस्त्र ग्रहण गर्नुभयो। त्यही कारणले गर्दाखेरि अनि यसरी यो गृहस्थीको अब वस्त्र धारण गरेर उहाँ बस्नुभएको छ। अब यो मायानमा नभएर हिनयान अर्थात् वज्रयान पनि छ नि एक किसिमको पुरानै हितको लागि के हो त बुद्धले एउटा के को रूप देखाउनु भएको छ। कुनै अब एक किसिमको कामी होइन, एक किसिमको होइन जुन अब फलमको काम गर्ने मान्छेलाई होइन। त्यस्तै गरी अब विभिन्न कुराहरू रहेको छ। उहाँले बोलेको शब्द सामान्य मानिसहरूको थिए र तर उसको मतलब उहाँ बुद्ध थिएनन् र योग्य थिएनन्, पूजा यो विनय पूजा गर्न अब लायक थिएनन् भन्नु मिल्दैन। त्यही कारणले गर्दाखेरि बुद्धले विभिन्न अब रूपहरू लिनुभयो प्राणी हितको लागि होइन। एउटा विनय एउटा कथा छ। विनयमा 5 अब भनौँ न पहिलो सँग नै 5 वर्ग भिक्षु हो। यसलाई चाहिँ अब नजिकको अब नजिकको एउटा 5 वर्ग भिक्षु मध्येमा पनि अब कृति भन्ने चाहिँ रहेको छ एउटा। पहिला अब यो जुन चाहिँ के हो त अब कृति चाहिँ के हो त अनि उहाँ गृहस्थी थियो। गृहस्थी कपडा लगाएर वस्त्र लगाएर उहाँ यसरी अरहतको ज्ञान प्राप्त गर्ने त्यो हुने बेला उहाँ त्यो अरहतको अथवा हिन्दुस्तान त्यसलाई सांख्यिकी अब थिएन। त्यही कारणले गर्दाखेरि यसरी एउटा शब्द राखिएको छ। अब यहाँ के भनेको छ त भन्दाखेरि त्यस बेला बुद्धले यी श्लोकहरू भने गहनाले सजिए पनि जसको आचरण शान्त बसमा प्रतिज्ञा र पवित्र आचरण हुन्छ, जसले सबै भावुक प्राणीहरूलाई हानि गर्न छोड्छ, ऊ नै हो ब्राह्मण भिक्षु हो भने यसरी बताउनु भएको छ। यसरी प्रशंसा गर्नुभयो बुद्धले। त्यही कारणले गर्दाखेरि तपाईँले सामान्य लुगा लगाएका मानिसहरूलाई मात्र प्रणाम गर्नुपर्छ होइन। भिक्षुहरूलाई अनुमति होइन अब भनौँ भिक्षुहरूलाई चाहिँ अब ढोग गर्नु बाहिर सामान्यलाई अब यसरी प्रणाम गर्नु जरुरी छैन भने यसरी वस्त्रमा हेरेर मात्रै यसरी आफूले छुटाउनु मिल्दैन। गुणहरू मुख्य कुरा हो, त्यसैले तिनीहरू श्रद्धाको योग्य छन्। त्यसैले केलाई श्रद्धाञ्जली अर्थात् श्रद्धा भक्ति दिनुपर्छ। कुन गुण हो कुन अब त्यो गुण हुन्। कपडालाई समान गर्दैन। कपडा एउटा
वस्त्र लुगा लाउनेलाई मात्रै अब हामीले ढोग गर्ने होइन ढोग कसलाई गर्ने हो जुन भित्र उसमा भएको अब हेया उपहेया जुन त्याग गर्ने ग्रहण गर्ने ज्ञानले परिपक्व भएकोलाई चाहिँ अब हामीले ढोग्नु पर्यो कपडा लाउने व्यक्तिलाई अब एक किसिमको ढोग गर्ने चलनलाई चाहिँ हामीले अब कपडाले मात्रै एक किसिमको ढोग गर्ने नगर्ने भन्ने बताउँदैन एउटा गुणले बताउँछ भन्ने विषय बताउँछ यो एउटा घटनाले बताउँछ जो खैरो लुगा लाउँछ तर आफ्नो मानसिक दोषहरू त्यागेको छैनन् जो दान कचौरा बोक्छन् तर गुणको भाँडो होइनन् लुगा लगाउन सक्छ तर साधारण मान्छे होइन भिक्षु होइन पानी बिनाको बादललाई पानी बिनाको इना जस्तै सुकेको बाली जस्तै बिउ नलागेको बिउ जस्तै यस्ता भिक्षुहरू हुन् जसको भिक्षुवाद हराएको छ सुगतले भने बत्तीको रेखा चित्र जस्तै तिनीहरू न छैनन् त्यही कारणले गर्दाखेरि जसलाई अब एक किसिमको संसारको यो संसारिक माया मोहदेखि विरक्त हुन्छ उसलाई नै अब शरणमा जानु उसको अब उसलाई अब श्रद्धा भक्ति गर्नु अनि उचित हुँदछ भन्ने यसरी बताएको छ यही कारणले गर्दाखेरि अब पानी बिनाको बादललाई अब भनौँ न पानी बिनाको बादल बन्दैन बादल बिना अब पानी झर्दैन पानी बिनाको अब इनार पनि बन्दैन त्यस्तै किसिमको त्यही कारणले गर्दाखेरि ज्ञानले परिपक्व भएको गृहस्थीलाई जुन आफूले ज्ञान परिपक्व नभएको भिक्षुले ढोग गर्नु मिल्छ अवश्य मिल्नेछ किनकि ज्ञानले परिपक्व हुनलाई अब आदर सम्मान गर्ने हो नि हैन त्यही कारणले गर्दाखेरि जसरी यो भनिएको छ कि बाहिर चिन्हहरू मात्र लिनुमा अहङ्कारी हुनु हुँदैन त्यसैले अनि गुणको अभाव भएका भिक्षुहरूले गुणहरूले अब धनी मानिसहरूले मात्रै प्रणाम गर्नु पर्दछ त्यही कारणले अनि बोधिसत्वहरूले अनि आस्था अब श्रद्धा अर्पण गर्नै पर्ने 18वटा शास्त्रहरूमा पनि भनिएको छ उदाहरणको लागि महासङ्घीका विद्यालयमा चौथो समुदायले राजा मैत्रीलाई अब श्रद्धा दिनु पर्छ भन्ने भनिएको छ त्यही कारणले यो चाहिँ अब तोक्यो भर्भाभित्र बताएको कुरा हो अब यो चाहिँ अब वज्र तन्त्रको भित्र चाहिँ यो भित्र के छ लामा नप्चुपा भनिन्छ होइन जुन चाहिँ एक महत्त्वपूर्ण वज्रायन पाठ छ गुरुका 50 पदहरूबाट त्यो भित्र के बताएको छ त भन्दाखेरि यो वज्रायनको कुराहरू आएको छ यो भित्र चाहिँ अब शिलाहरू विनय भनौँ समूहहरू बताउने कुरा राखिएको छ यो लामा नप्चुपा भन्ने कुराभित्र यो 8औं र 9औं कर्मको बेलामा यो अनि मन्त्रलाई विशेष अब यसरी अब विशेष राखेर अब यसरी अब अध्ययन गर्ने ठाउँ रहेको छ पहिला यसरी अब उहाँले चासो गर्नुहुन्थ्यो अनि यसरी हामीले हेर्दाखेरि 8औं र 9औं कर्मपाहरूले यसरी अब अनि लामा नप्चुपा होइन एक किसिमको 50औं गुरु पाठ त्यस्तै गरी अब अनि चातुङ चिप्सी भनिन्छ यसलाई जुन चाहिँ अब मुख्य अब पतन हुने अब 14वटा कुरा छ त्यो चाहिँ यसरी अब वज्र तन्त्रको वज्रायनको मुख्य स्रोतको नाम यसरी अब 8औं कर्मबाट 9औं कर्मबाट राख्नु भएको थियो यसलाई चाहिँ अब टिप्पणी गर्नुको लागि अब 7औं कर्म छोरा ग्यासको टिप्पणी पनि रहेको छ भविष्यमा यसलाई चाहिँ अलिकता यसमा अब रिन्झिन धर्ङीको पनि यसको अब टिप्पणी रहेको छ भविष्यमा यसलाई चाहिँ अलिकता विस्तार रूपमा मेरो बताउने एउटा इच्छा छ यसलाई चाहिँ अनि अब एकदम असामान्यमा आएको अब यस्तो टिप्पणी चाहिँ चोङ्खापा गुरुले गर्नुभएको छ अनि थम्जे लोसाङ खेल्छन् अनि यो चाहिँ अब अत्यन्त अब असाधारण रूपमा अब एक भनौँ न अनि ढकपा घेल्छे र लोसाङ घेल्छे कुन चाहिँ हो मैले अब त्यति अब स्पष्ट मलाई आएन आशा गर्दछु उहाँहरू हुनसक्छ भने उहाँले गर्नुभएको उहाँले टिप्पणी गरी लेख्नु भएको छ
त्यो लामा ngapchuभित्र के लेखिएको छ भन्दाखेरि 50औं गुरु पाठभित्र संसारमा आलोचनाबाट बच्न अनुशासन भएकाहरू शाश्वत धर्म आदिलाई अगाडि राख्नुहोस् र मानसिक रूपमा श्रद्धा सामान्य मानिसहरू वा तिनीहरूका कनिष्ठहरूलाई ठाउँ तयार गर्ने जस्ता सेवाहरू उभिएर आफ्नो काम गर्दै अनुशासन भएकोले सबै गर्छन् ती सार्वजनिक रूपमा अपरम्परागत जोगिनुहोस् भन्ने यस्तो बताएको छ त्यही कारणले गर्दाखेरि अब भनौँ न एक किसिमको एउटा भिक्षुले चाहिँ एउटा गृहस्थीहरूलाई अब ढोक गर्यो भने समाजमा अपमान गर्ने छ हैन अनि एउटा के हो त ज्ञानले अलिकति ज्ञानको स्तर चाहिँ उच्चमा भएकोले चाहिँ निम्न तहको अनि ज्ञान भएकोले ढोक्यो भने चाहिँ अपमान गर्ने चलन रहेछ भारतमा यही कारणले यदि विद्यार्थी भिक्षु र गुरुले वा विद्यार्थी वरिष्ठ भिक्षु र गुरु कनिष्ठ विद्यार्थीले उनीहरूलाई प्रणाम गरे समाजमा आलोचना हुने खतरा छ त्यसैले धर्मग्रन्थहरू अगाडि राख्नुहोस् र तिनीहरूलाई प्रणाम गर्नुहोस् तर गुरुलाई मानसिक रूपमा प्रणाम गर्नुहोस् यो भन्छ तिनीहरूले ठाउँ मिलाएर उभिएर सम्मान देखाउनु पर्दछ भनेर पनि भनेको छ गुरु आउँदाखेरि हामी उठ्नु पर्ने हैन सम्मान गर्नुपर्ने त्यो अवश्य गर्नै पर्दछ यसरी अब यो ngapchuka भित्र के बताएको छ भन्दाखेरि जब म तान्त्रिक र वज्र आचार सम्बन्धी भारतीय ग्रन्थ हेर्छु म दुईवटा परम्पराहरू देख्दछु एउटा के हो त कटा विनय परम्परा र आरामदायी विनय परम्परा सजिलो र एक किसिमको एउटा कठिनाइ भएको दुईवटा देख्छु उदाहरणको लागि गुरुको अब 50 पद्धतिहरूमा टिप्पणीको तिब्बती अनुवाद यो भनिएको छ कि यसको अब सबै अब शब्द पनि यसको माने पर्दाखेरि के भनेको छ भने भिक्षुहरूले बुद्धले मात्र अनि अब श्रद्धा योग दिनु पर्दछ र जो पहिले पूर्ण रूपमा नियुक्त भएका थिए भन्ने यसरी बताएको छ त्यही कारणले यहाँ दुईवटा छन् श्रद्धाको योग्य छन् सुगत र वरिष्ठ त्यो सत्य हो तर श्रवकको लागि मार्ग हो बोधिसत्वको पछिल्लो तरिकाहरू होइन यहाँ त बोधिसत्व र विशेष गरी मन्त्रको तरिका हो त्यसैले कुनै दोष पनि छैन यसमा हैन अब एक किसिमको बढी अब गृहस्थीहरूलाई अब ढोक्नु हुँदैन भिक्षुले भनेको चाहिँ के हो त अब यो थेरावादको कुरा रहेको छ तर वज्र सत्वयान त्यसभित्र पनि अब बोधि महायानभित्र चाहिँ अब के हो त जुन गृहस्थी गुरुहरू परिपक्व छ भने अब तल भिक्षुले पनि अब ढोक्नु लायक छ ढोक्नु केही गल्ती ढोक्नु मिल्छ भने यसरी अब दोष छैन भने यसरी बताएको छ एउटा चाहिँ वज्रयानको कुरा भयो एउटा चाहिँ थेरावादको कुराहरू भयो त्यसले गर्दाखेरि यसमा कुनै पनि गल्ती छैन भने म भन्दछु त्यस्तै गरी यसमा फेरि अर्को पनि के लेखेको छ भन्दाखेरि त्यो ngapchuka भित्र यदि गृहस्थी गुरु चाहिँ गृहस्थी भयो नभए के हो त गुरु चाहिँ एउटा भर्खर भिक्षुको शिला लिनु आँटेको गुरु र अब उनीहरूलाई ढोग्नु पर्यो भने हामीले के गर्नुपर्छ त भन्दा उहाँले अब के उत्तर दिएको छ भन्दाखेरि विभिन्न अब ढोकहरू भने पञ्चाङ्गले अब छोएर ढोक गर्नु पर्दैन तर पनि के हो त अनि गुरुहरू पाल्दाखेरि आफूले सम्मान गर्ने हैन अनि उठिदिने त्यो भए पनि हुन्छ भनेर बताएको छ अब धर्म प्रवचन गर्ने बेलामा
अब 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 विभिन्न अब अभिषेक दिँदाखेरि अब ढोक गर्नुपर्ने हुन्छ। तर अब वरिष्ठ गुरुले अब आफूभन्दा ज्ञान कम भएको कुरा ढोक्यो भने अब सबैले आलोचना गर्ने हुन्छ। त्यही कारणले अनि एक किसिमले के हो त भन्दाखेरि होइन, अनि सबै ठाउँ हेरेर अनि विनयलाई सम्मान गरेर यसरी अब एक किसिमको गुरु आउँदाखेरि सम्मान गर्यो भने चाहिँ सम्मान विनयसँग एक किसिमको सम्मान श्रद्धा भक्ति देखाएको भन्ने विषय छ भन्ने देखाउँदछ। अब यो भिक्षु त्यस्तो गरी श्रवणेर होइन, त्यस्तो गरी विभिन्न अब गृहस्थी तीन कुरामा भिक्षु एकदम अब सर्वश्रेष्ठ मान्छ। त्यस्तै गरी अब के हो गुम्बामा विभिन्न अब राप्ने गर्ने लगेर प्रतिष्ठा पूजा गर्ने विभिन्न अनि गृहस्थीहरूले गर्यो भने होइन, अनि त्यो टोलमा हुने लामाहरूले चाहिँ अपमान तिरस्कार गर्दाखेरि समाजमा यो चाहिँ नमिठो अब देख्ने हुँदाखेरि अनि त्यही कारणले अनि सङ्घलाई चाहिँ अनि तिरस्कार अपमान गरेको जस्तो हो। त्यसो गरेर मिल्दैन भने यसरी विभिन्न कुरा उठेको छ। अनि विमल प्रभावित यसरी बताएको छ। त्यही कारणले यसरी विभिन्न कुराहरू बताएको छ यसमा। त्यही कारणले अब कसैले अब भनौँ न विनयको कुराहरूलाई अब त्यति अब सम्मान नदियो भने हुन्छ, वज्रलाई दियो भने वज्रलाई नदियो भने अब विनयलाई अब किसिमको सम्मान दिनु पर्दछ। विभिन्न कुराहरू आएको छ। त्यही कारणले संक्षेपमा भन्नुपर्दाखेरि प्रति मोक्ष र बोधि सत्व र मन्त्रको अभ्यासमा यिनीहरूको बिचमा द्वन्द्वहरूबाट बस्न र अभ्यासलाई एउटै बिन्दुमा ल्याउनु एउटा प्रमुख कठिन बिन्दु हो मलाई लाग्छ। त्यही कारणले हामीले यसको कुराहरू चाहिँ एकदम गहिरिएर हेर्नु पर्दछ। अब एक किसिमले के हो त भन्दाखेरि नाश नभइकन अहिलेसम्म रहेको के हो त अब टिबेटको एउटा कृपाले गर्दाखेरि हो जस्तो मलाई लाग्छ। टिबेटमा बौद्ध धर्म फैलिएको कारणले गर्दाखेरि अब फैलिएको, तर पनि हामीले एक किसिमको व्यावरण उतार्दाखेरि निकै नै कठिन, धेरै नै गाह्रो रहेछ। जस्तै जिजु मेहराजले भनिएको छ, यदि तपाईँले के भन्नुभएको छ, यदि तपाईँले के अनुमति र निषेधित बारे विवरण थाहा छैन भने के प्रयोग सिकाइन्छ होइन। उनले भने चाहिँ होइन थाहा हुनुपर्दछ। त्यही कारणले यो सुन्नेले मात्रै हुँदैन होइन, कि सुनेर बुझेर मात्रै हुँदैन। यो महत्त्वपूर्ण बिन्दुको कारणले गर्दा अतिशयले तीन प्रकारको व्यक्तिहरूको लागि मार्गको चरणहरू लेखेर धेरै भारतीय विशेष गरी तिब्बती होइन, विशेष गरी तिब्बती विद्वानहरू तीन प्रतिज्ञाहरूमा धेरै ग्रन्थहरू लेखे। उनीहरूले अध्ययनमा जोड दिनु जरुरी छ भन्ने मैले सोचेको छु। त्यही कारणले सुनेर मात्रै हुँदैन, बुझेर मात्रै हुँदैन, मेन त बुझाकार त्यसलाई भित्रैबाट अब अनुभूति हुनु पर्यो अनि मात्र त्यसलाई अब जान्दछ भने यसरी चाहिँ हेरेर पनि यसरी बताउनु भएको छ। त्यही कारण विभिन्न बौद्ध भोटको गुरुहरूले होइन तीन प्रकारको समूह शिलामा यसरी अब उहाँहरूले व्याख्या गर्नुभयो होइन, यसलाई निहालेर हेर्नुभयो। एकदम यो गाह्रो हुँदाखेरि यसलाई चाहिँ हामीले एकदम प्रेसिसन गर्नु एकदम जरुरी छ। अब म 30 मिनट विश्राम राख्न चाहन्छु। अब पहिलो विषय मैले अनि यो सङ्घ र किसिमको विनयको शासनको अनि उत्थान मैले बताइसकेँ। अब चाहिँ अब तेस्रो चाहिँ के हो त भन्दाखेरि बौद्ध
धर्ममा बौद्ध धर्मको इतिहासमा सङ्घको अब महत्त्व के छ त भन्ने विषयमा बताउनु पर्दाखेरि भारतको विद्वान अनुसार एसर गोयलले बताउनुहुन्छ बौद्ध सङ्घको समुदायले अनि बौद्ध अब त्यसरी अब बौद्ध इतिहास र भारत अन्य एसियाली देशहरूको इतिहासमा विशेष अब समारोह खेलेको छ, विशेष अब भूमिका खेलेको छ। यसले के फाइदा दिएको छ त भन्दाखेरि यस्तो कि लाभदायक के भएको छ भन्दा यो सङ्घको समुदायले यसले साँचो फाइदा के दिएको छ भन्दा यसले चाहिँ साँचो धर्म फैलाउनको लागि असाधारण रूपमा बलियो प्रभाव पारेको छ। बौद्ध सङ्घले सम्पूर्ण भारतवर्षमा अब समग्र भारतमा अब बुद्धका शिक्षाहरू फैलायो अनि त्यसै गरी बुद्धको वचनहरूलाई एसियाली देशहरूमा पनि फैलायो। यदि बुद्धको भिक्षु सङ्घहरू त अब भारतवर्षमा फैलेन भने अनि कुनै भिक्षु परिवेश छैन भने बौद्ध धर्म चाहिँ फैलेन अनि यो संसारमा अब महान अब धर्मको शासनमा पर्दैन किनकि उहाँहरूले फैलाउनु भएर अहिले धेरै प्रसिद्ध छ। त्यही कारणले देशहरूमा पनि फैलायो। सङ्घको सहयोग बिना बौद्ध धर्म विश्वको प्रमुख बन्न असम्भव थियो। सङ्घको बसोबास गर्ने ठाउँहरू पनि शिक्षाको महत्त्वपूर्ण केन्द्र बिन्दु बन्यो। वास्तवमा धेरै शताब्दीसम्म अब सङ्घको बसोबास विशेष गरी अब शिक्षाको महत्त्वपूर्ण बिन्दु बन्न पुगेको छ। किन भन्दाखेरि अब हामीले इतिहास पल्टाउँदै हेर्ने हो भने वास्तवमा धेरै शताब्दीसम्म भारतमा शिक्षाको उच्च स्तर र आधारभूत आदरहरू यदि हामी यसलाई निश्चित स्तरमा व्याख्या गर्छौँ भन्ने हो भने बौद्ध सङ्घभित्र अनि बौद्ध सङ्घभित्र के हो त यसलाई सुरक्षा गर्ने संरक्षण गर्ने सङ्घको शिक्षा बौद्ध विषयमा मात्र थिएन। अब बौद्ध मठ मन्दिरमा त्यो बेला के हो त बौद्ध ज्ञान मात्रै नभएर त्यो मात्रै नभएर अर्को के थियो भने तिनीहरू मध्ये अर्को अन्य विद्यालयहरू र ज्ञानका विभिन्न क्षेत्रहरू पनि अध्ययन गर्थे, सिद्धान्तहरू पनि गर्थे। जस्तै उदाहरणको लागि नालन्दा जस्ता ठुला महामठहरूमा प्रक्रिया विभिन्न के को प्रक्रिया राख्यो भन्दाखेरि त्यसमा विभिन्न अनि अरू यो सिद्धान्तहरूको दर्शनहरू अध्ययन गर्ने। त्यस्तै गरी विभिन्न अनि बौद्ध मठ मन्दिरहरूमा मठ कलाहरू शिक्षाको स्रोतका रूपमा चिनिन्थ्यो अनि मठहरूको कारण धेरै महत्त्वपूर्ण मूर्तिहरू र चित्रहरू पनि बनायो इतिहासमा। उदाहरणको लागि जस्तै अजन्ता गुफाहरू, त्यस्तै कि अब अनि अलोरा गुफा जस्तै अब त्यस्तै गरी अब गन्धराको अब कलासँग समान छ। त्यस्तै गरी अब यो चाहिँ के हो त भन्दा विशेष गरी पहिला प्राचीन कालमा बौद्ध मठ मन्दिरहरूको एउटा कलाले गर्दाखेरि त्यो थपिँदै अहिले फैलिएर आएको छ। त्यस्तै गरी बौद्ध मठहरूले अनि भारतवर्षमा अब यस्तो हेऱ्यो भने अब अत्यन्त महत्त्वपूर्ण छ, कृपालु छ। किन भन्दाखेरि बौद्ध मठहरूको अनि कृपाले गर्दाखेरि प्रत्यक्ष अप्रत्यक्ष रूपमा भारतीय भाषा, ज्ञान, कला आदि अन्य क्षेत्रहरूमा फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ हैन। यो बौद्ध सङ्घले धेरै नै भारतको विभिन्न कलाहरू फैलाउनको लागि अनि जोड दिएको छ। उदाहरणको लागि अब अजन्ताको चित्रहरूले चीनको दुनुआङ गुफा र श्रीलङ्काको सिङ्गिरियाको अनि भित्ति चित्रहरूमा बलियो प्रभाव पारेको थियो।
यो सबै कहिले भन्दाखेरि यो पहिले प्राचीन अब कालमा अब बौद्ध मठ मन्दिरहरूको कलाले गर्दाखेरि यो जताततै फैलिन पुग्यो। यसमा अलिकति अब जोड दिँदाखेरि अब टिबेटमा कुरा गर्ने हो भने हैन अब अनि भारतवर्षमा धेरै अब के हो त गर्दाखेरि अब अनि भारतवर्षमा फैलिएको धर्म टिबेटमा धेरै फैलिएर गयो हैन 10 दिशामा फैलियो। त्यसले गर्दाखेरि भोटमा फैलिँदाखेरि पनि भारतमा त्यो भन्दा झन् तिखारेर गयो। त्यसले झन् ज्ञानको टापु एउटा शिखरमा पुग्न सफल भयो हैन। विशेष गरी एउटा सामान्यमा अब भारतवर्षमा फैल्यो भने त्यसै गरी अब एसिया अब अहिलेको हालमा हेर्ने पनि सारा अब संसारमा हैन एसिया अमेरिका लगायत विभिन्न अब ठाउँमा यो फैलिएर गयो। युरोप लगायतका धेरै नै प्रभाव पारेको छ। विशेष गरी कसले गर्दा भन्दाखेरि भिक्षुहरू अब गृहस्थीबाट भिक्षु हुनुभयो, प्रविजत हुनु भएर उहाँको सङ्घले यसरी अब संसारमा सत्य धर्म, सत्य कला, सत्य समाधि, सत्य मान्छेको एउटा सद्भावना यसरी फैलाउने यसरी प्रभाव पार्यो। अब खास यो अस्ति नै मैले भन्नुपर्ने यो सञ्जालमा अलिकता बिग्रावट आएकोले गर्दाखेरि मैले अब बताउन सकेन। आजको पहिलो अब विषय के हो त भन्दाखेरि पहिलो बुद्ध वचन अर्थात् मूल धर्मशास्त्रको उत्पत्तिमा अब पहिलो अब के हो त बुद्ध वचनको सङ्गालो हो बताउन गइरहेको छु। अस्ति मैले जस्तै गरेको जस्तै अब एउटै अब अस्ति धेरै बताएको विषयहरू अब एउटै विषयभित्र अब अटिएको छ, यो समावेश गरेको छ। यो सङ्घको उत्पन्न अनि गुम्बा मठमध्ये उत्पन्न हुने, त्यस्तै गरी अनि यो विनयको अनुशासनहरू अब सबै अब मैले अस्ति बतायो। आजदेखि चाहिँ के हो त अनि बुद्धको वचनको पहिलो सङ्गालो, बुद्ध वचनको पहिलो सङ्गालो अर्थात् यसलाई कदुदङ्बो भनिन्छ। यसलाई 2 हप्ता जस्तो लाग्छ होला अनि मजाले बोल्यो भने त 3 हप्ता जस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि अनि यो पहिलो बुद्ध वचनको सङ्गालो, त्यो पछि बताइसकेर दोस्रो बुद्ध वचनको सङ्गालो, त्यसपछि तेस्रो बुद्ध वचनको सङ्गालो गएर मात्रै अनि 18 वर्गहरू यसरी अब बताउनु पर्ने हुन्छ। साँच्चै नै अब कुनमा टुङ्गिने हो यो साल अब बुझ्दैन कुरा आउने हो कि नआउने हो, तर प्रयास गरिदिन्छु म। पहिलो बुद्ध वचनको सङ्गालोमा जापानी विद्वान उमादा गोइकाले के अनुसार बुद्धको परिनिर्वाण पछिको अनि परिनिर्वाणको पछिको बुद्ध इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना मध्ये एउटा उत्पन्न के हो त भन्दाखेरि राजगृहमा भएको अनि पहिलो बुद्ध वचनको सङ्गालो हुनु नै एकदम पहिलो घटना र पहिलो एकदम महत्त्वपूर्ण एउटा बुद्ध इतिहासमा एउटा अंश थियो। एउटा यो चाहिँ के हो त बुद्ध परिनिर्वाण भएपछि पहिलो एक किसिमको गर्मी अर्थात् ग्रीष्मकाल वर्षामा भएको घटना थियो यो। त्यस बेला अब यो बुद्ध वचनको सङ्गालो आयोजना गर्नुको उद्देश्य के थियो भन्दाखेरि बुद्धले दिनुभएको निर्देशन र बुद्धले सिकाएको धर्मको विषयवस्तुलाई टुङ्गो लगाउनु, सङ्घमा विवाद हुन नदिनु पनि एउटा मुख्य कुरा थियो। किनकि बुद्धले यस्तो बताएको थियो भने त्यसलाई अब हामीले समावेश गर्नुपर्छ, त्यसलाई अब निदो टुङ्गो गर्नु पर्यो नि त होइन। त्यो गर्नुको लागि सबै के हो त सबै अब भेला भयो। त्यो ठाउँको स्थानको होइन त्यो प्रान्तको सबै अब भिक्षुहरू सबै भेला भएर होइन, त्यो सबै भेला भएर यसरी हामीले एउटा सङ्गालोलाई एउटा बुद्ध वचनलाई हामीले सङ्कलन गर्नु सकेन, सङ्ग्रह गर्नु सकेन भने भोलि त्यो विवादमा फँसिएर जान्छ, विवादमा अल्झिएर जान्छ, विभिन्न गाँठो परेर जान्छ। किनकि त्यो एकदम शुद्धिकरण नभएको हुन्छ। त्यही कारणले शुद्धिकरण हुनको लागि शुद्धि निवल अनि सफा पार्नुको लागि यसरी त्यस बेला नि महाकश्यपको समीक्षा उहाँ समीक्षक हुनुहुन्थ्यो
महाकश्यपले अब समीक्षा गरेर यसरी उहाँको अध्यक्षको रूपमा अनि यसरी त्यो बेला अनि के हो त बुद्धको पहिलो वचनलाई यसरी सङ्कलन गरियो त्यो बेला के हो त विभिन्न भिक्षु र सहभागी हुनुमा 500 अराधहरू यसरी सहभागी भए अनि बुद्धको विभिन्न वचनहरू सबै भेलामा सङ्घहरूले बुद्धले सिकाउनु भएको कुराहरू निर्देशनहरू सबै मौखिक रूपमा प्रस्तुत गरेर सुनाउनु भयो अब किन त्यो पहिलो बुद्ध कार्य सब लेख्ने अब लिपिबद्ध थिएन अक्षर लेख्ने कुरा थिएन सबै मनमा राख्नु पर्थ्यो त्यो बेला अब यो महाकश्यपको अध्यक्षताको रूपमा अब यो बुद्धको पहिलो वचनले सङ्कलन गर्ने क्रममा यसरी सबै बुद्धले बताएको कुराहरू मनमा भएकोले सबैले एक एक गरी बताउनु लगाएर यसरी अब त्यहाँदेखि टिप्पणी गर्नु लगाएर लेखीकरण लेखतमा आयो त्यहाँदेखि किनकि त्यो पहिलो पटक सबैले सँगै पढेको थियो त्यसलाई पहिलो बुद्ध वचनको सङ्कलन हो भनिन्छ यो वाचन गर्ने ठाउँ चाहिँ राजगृहमा आयोजित गरिएको थियो त्यसैले यसलाई चाहिँ राजगृहको बुद्ध वचनको सङ्कलन पनि भनिन्छ सहभागीहरूमा 500 भिक्षुहरू भएकाले यसलाई 500 बुद्ध वचनको सङ्कलन पनि भनिन्छ तात्पर्य यो थियो कि उनीहरूले संशोधन धर्मसँगै पढे यो जापानको यसलाई चाहिँ यो जापानको विद्वानले के भन्यो भन्दाखेरि अब होइन यसलाई चाहिँ बुद्ध वचनको सङ्कलन अर्को नाम के दियो त भन्दाखेरि होइन सबै एकै सँग अनि वाचन गर्ने भनेर पनि यसरी नाम दिएको थियो अब यसलाई चाहिँ वाचन गर्ने भन्छ एक किसिमको यसलाई चाहिँ मौखिक अब प्रचार भनिन्छ जुन यादमा भएको चाहिँ मुखदेखि प्रचार गर्ने हो त्यसलाई भनिन्छ त्यही कारणले अनि यसरी पढ्नु पर्थ्यो अनि पौराणिक अब पहिले अब प्राचीन कालमा बुद्ध अब भारतवर्षमा सबै अब ग्रन्थहरू ध्यानको कुराहरू सबै अब कण्ठस्थ हुनु पर्थ्यो अनि त्यस्तै कुरा अब बुद्धको इतिहासमा पनि घट्यो अनि यो बुद्धको कालमा सबै प्रवचनहरू सबै बुद्धले बताउँदै जाँदाखेरि आफ्नो चेलाहरूलाई यादमा गर्यो तर त्यो लिपिबद्ध थिएन अनि त्यहाँ यो पहिलो बुद्ध वचनको सङ्कलनदेखि चाहिँ अब के हो त अब बल्ल के भयो त त्यहाँदेखि चाहिँ अब यो लेखनमा आयो अब त्यहाँदेखि सुरुवात भयो तपाईहरुलाई सबैले थाहा छँदैछ भारतीय इतिहासलाई अब हैन अब जस्तो इतिहास अब बताए तापनि अब इतिहासलाई अब भारतीय इतिहासले पुरातत्व इतिहास हैन त्यस्तै गरी अब अनि धर्म आदि विभिन्न क्षेत्रका विद्वानहरूद्वारा निरन्तर अनुसन्धान भइरहेको छ धेरै यसमा उहाँहरूले अब यो अनुसन्धानको लागि दिन रात खट्नु भयो हैन अनि आफ्नो कुरामा यसरी अब भनौँ न जुन अनुसन्धान गर्ने क्रममा अब कुन चाहिँ हटाउनु पर्छ कुन चाहिँ राख्नु पर्छ कुन चाहिँ आफ्नो पक्षको कुरा हो यसरी यसरी उहाँले अब परीक्षण अनुसन्धान गर्नुभयो अनि आलोचना संशोधन परिकल्पना जारी रहन्छ जबसम्म तिनीहरूले अनुसन्धानले केही फल नपाउँदासम्म अब यसरी अब विभिन्न अनेक विद्वानहरूले कोही काँदी पल्लो धेरै लामो समय एकदम कठिन धेरै दुःख गरेर यसरी अनुसन्धान गर्नु कारण के हो त हैन कोहीले भनेको राय मिल्ने कोहीले नबन्ने विभिन्न खण्डन भएको किन यसरी अब दुःख भएको भन्दाखेरि किन त भन्दाखेरि पहिले प्राचीन भारतमा चाहिँ के हो त अनि प्राचीन भारतीयहरूले चाहिँ के हो त अनि जुन आफ्नो देशको इतिहासहरू जुन इतिहासको पुरातत्व कुराहरू चाहिँ अब त्यो नलेखेको हुँदाखेरि नकोरेको हुँदाखेरि अहिले
हालको एउटा आधुनिक अनि एक किसिमको के हो त अनि विद्वानहरूले अनुसन्धान गर्दा अत्यन्तै गाह्रो भएको मैले पहिला बताए जस्तो कि यदि इतिहास नै लेखिएको थिएन भने अहिले हामीले चर्चा गरेको इतिहास कहाँबाट आयो भने अब सोध्यो भने अब मैले अब गत वर्षको ग्रीष्मकालीन शिक्षाहरूमा व्याख्या गरे चाहिँ यो पत्ता लगाएका कलाकृतिहरू हैन विभिन्न कागजातहरू पाण्डुलिपिहरू अनि भारतसँग नजिक भएको अब श्रीलङ्का हैन पहिला हो भने अब भारतवर्षमा अब श्रीलङ्का अब पर्थ्यो होला श्रीलङ्का पहिला हैन तर अहिले अब भिन्नै त देश छ अहिले त्यस्तै गरी अब अनि चीन अनि तिनीहरूसँग फैलिएको विभिन्न ऐतिहासिक कागजातहरू पहिला अब जुन अब भारतवर्षमा भएको कुराहरू चाहिँ अब जुन ताङ डाइनेस्टीमा अब भिक्षुहरूले अब यात्रा गर्दाखेरि पाएको त्यो कागजातहरू इतिहासहरू त्यस्तै गरी अब 6औं 7औं शताब्दीतिर हैन अनि अनि चीनको भिक्षु हैन अब थङ गुरुहरू भारतमा आउँदाखेरि हैन अनि विभिन्न अब के हो त भारतवर्षमा भएको कुराहरू सबै उहाँले लेख्नु भयो हैन एक एक गरी उहाँले यो कोर्नु भयो त्यो कोरेर गर्दा गर्दा एक एक गरी उहाँले अनुसन्धान यसरी अब गर्दा 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 अब अनुमान गरेर निकाल्दा यसरी अब भएको कुराहरूलाई अनि पुरातन पाण्डुलिपिहरू भग्नाशेषहरू अन्यहरूले आधारको रूपमा लिएर अनुसन्धानकर्ताहरूले एक वा अर्को कुरा प्रयास गरे हैन त्यसरी अब यो निष्कर्षमा अनि इतिहास टुङ्गियो हैन अब यो बेला अब बुद्धले पहिलोपटक सङ्कल्प गर्दाखेरि को मान्छे भेला भएको थियो कुन ठाउँमा हो को मान्छेको मुख्य उपस्थिति थियो कसको अध्यक्षको रूपमा यसरी भयो भने यसरी हैन भनौँ न अब महत्त्वपूर्ण कार्यक्रम थियो र त्यो किन आयोजना गरिएको थियो स्थान सहभागी को थिए त्यसै गरी परिषदमा छलफल गरिएका विशेष के थिए भने प्रारम्भिक कार्यहरूको बारेमा धेरै फरक र मत व्याख्याहरू छन् हैन त्यही कारण यसो विभिन्न कुराहरू अब मतहरू छ कोहीको मिलेको छैन यसमा हैन मैले यसलाई अघि बताएको जस्तै मैले तपाईहरुले देखाएको जस्तै हैन विभिन्न कुराहरू आएको छ यो बुद्धको पहिलो वचनको सङ्गालोमा अब यो सर्वका यानमा पनि विभिन्न अब यो बुद्ध वचनको अब सङ्गालो गर्ने क्रममा धेरै बताएको छ तर पनि के हो त योसँग अलिकति नमिल्ने के हो त भन्दाखेरि अब यसमा चाहिँ के हो त भने जस्तो कि अब सम्पन्न भयो भने थेरवाद शास्त्र वर्णन गरिएको छ यद्यपि वर्णनहरूमा निश्चित संख्यामा विसङ्गतिहरू छन् र पुरातात्विक रूपमा र अन्य विद्यालयहरूको धर्मशास्त्रमा पाइने विवरणहरूमा यसको लागि कुनै अन्य प्रमाण छैन स्पष्ट छैन त्यही कारणले विभिन्न कुराहरू अब लेखेको हुँदाखेरि धेरै नै कठिनाइ छ यही हो भन्नको लागि तर पनि म यसलाई यो ग्रीष्मकालीनको अवसरमा म यसलाई म प्राथमिक र अनि सबैभन्दा प्रसिद्ध मैले दुई गरी स्पष्टीकरणहरूको सन्दर्भमा छलफल गर्नेछु पहिलो के हो भन्दाखेरि पहिलो कुरा बुद्ध धर्मशास्त्र अनुसार यसबारे के लेखिएको छ भन्ने बारे हेर्नु हो र दोस्रोमा चाहिँ आधिकारिक मानिने सामयिक अनुसन्धानकर्ताहरूले के भनेका छन् भन्ने त्यसलाई हेर्नु हो अब पहिले चाहिँ के हो त भन्दाखेरि अब पहिलामा हेर्ने हो भने के हो त बौद्ध धर्म के ग्रन्थहरूमा प्रथम परिषदको विवरण छ जस्तै धर्मगुप्त परम्पराका विनय शास्त्र र माही शासका विद्यालयको विनय शास्त्रहरू थेरवाद पिटक 10 खण्ड राखिएको छ यसो दुई प्रकारको अब बताउने छु अब यो बुद्ध वचन र बौद्ध शास्त्रमा अब यसमा अब छलफल गर्दाखेरि
अब यो विभिन्न बौद्ध शास्त्र र बुद्ध वचनमा भवन एक किसिम के हो त बुद्धको पहिलो वचन सङ्कलनमा धेरै कुराहरू लेखिएको छ हैन यसमा विभिन्न कुराहरू लेखिएको छ किन भन्दाखेरि यसमा अब थेरवाद विनय पिटकका 10 खण्ड विनय महाशासक विद्यालयका विनय शास्त्रहरू त्यसैगरी अब भनौँ न अर्को आएर विनय माथिका सूत्र अब हजार अब शब्द भएको प्रज्ञा पारमिताको मान टिप्पणीका त्यसैगरी अब सिएनको उनको यात्राको विवरणको ताङजुआनको पश्चिमको यात्राको रेकर्डहरू महासङ्घीका विनय अनि अशोक राजाको जीवनी अब एक किसिमको के हो त अशोक राजाको एक किसिम के हो त अवदान कुराहरू अनि मूल सर्वदानय विनय अशोकको जीवनी लगायत विभिन्न यो ग्रन्थहरूमा पहिलो काउन्सिल अर्थात् पहिलो बुद्ध सङ्गालो सम्पन्न भयो भन्ने फरक फरक अब कुराहरू विवरण राखेको छ मसँग अहिले त्यो सबै बयान गर्ने समय नै छैन हैन यदि मैले सबै धेरै भरे भने अब कुन भने धेरै विवादमा उक्सिन्छ यो हुन सक्छ त्यसैले म मुख्य रूपमा यसले बाँड्दाखेरि विभाजन गर्दाखेरि दुई पार्टहरुमा फेला परेको छ यसलाई बताउने क्रममा त्यो विवरणमा ध्यान केन्द्रित गर्नेछु दुई ठाउँमा ध्यान केन्द्रित गर्नेछु पहिलो के हो त चिनिया भाषामा अनुवाद गरेको धर्मगुप्तको विनय शास्त्र हो अर्को सयौं हजार अब रेखा प्राज्ञा पारमिताको टिप्पणी यो चाहिँ अब आर्य नागार्जुनले गरेको हो भन्छ यसलाई चाहिँ शेरसिन तोङटा ग्याबा भन्छ अर्थात् हजार अब सयौं हजार प्राज्ञा पारमिताको एउटा थैली भनौँ न पहिला चाहिँ के हो त विनय शास्त्र वा चिनिया भाषामा अनुवाद गरेको यो चाहिँ कहिले अनुवाद गरेको थियो भन्दाखेरि यो चाहिँ अब 4 र 5औं शताब्दीतिर यो चिनिया भाषामा अनुवाद गरेको रहेछ यो अनुवाद गर्ने चाहिँ के हो भारतीय गुरु बुद्ध साय र महान चिनिया आचार्य बुद्ध स्मृतिद्वारा अब यसरी अब यो अनुवाद गरेको हो बुद्ध यास र महान चिनिया आचार्य बुद्ध स्मृतिद्वारा यसरी गरिएको थियो यसलाई साङ्गे नावा भनिन्छ साङ्गे नावा भने बुद्ध यास अर्को चाहिँ अब यसरी धर्मगुप्तक विनय पनि भनिन्छ पहिले चीनमा विनयमा 50 श्लोकहरूको बढी अध्ययन थियो पछि यी विनय शास्त्रहरू व्यापक रूपमा फैल्यो विनयका चिनिया समर्थकहरू र विशेष गरी विनय विद्यालयहरूमा रहेकाहरूले यस पाठमा आफ्नो अभ्यासको आधार बनाउनु पनि सफल भयो यसरी उहाँले आधार बनाउनु भएपछि गएर यसलाई आधार चाहिँ यी दुई पाठहरूको छनौट गर्नुको कारण के हो भन्दाखेरि पहिलो हो कि धर्मगुप्त विनय शास्त्रहरू चाहिँ एक भरपर्दो स्रोत हो जुन चाहिँ के हो त भन्दाखेरि जुन अपेक्षाकृत चाँडो देखा परेको हुनुपर्दछ त्यसै गरी यो यसले पहिलो बुद्धको वचनको सङ्कलोको घटनालाई पनि विस्तृत रूपमा वर्णन गर्दछ मैले भर्खरै उल्लेख गरेको ग्रन्थ अन्य ग्रन्थहरूमा फेला परेको विवरण पनि यससँग धेरै मिल्दोजुल्दो छ यो चाहिँ के हो त सबसे प्राचीन अब जुन अब बुद्ध वचनको सङ्कलो गर्ने क्रममा त्यो केही समयपछि निस्किएको यो विवरण लेखिएको यो खोट हो यो जुन चाहिँ यो लुङधेसी भनिन्छ यो लुङधेसीसँग यो अत्यन्त मिल्दछ यो त्यही कारणले यो लुङो दुर्बल विनय अब लुङधेसी हैन विनय अब आगम 4 वर्गको धर्म त्यस्तै गरी अब यो प्राज्ञा पारमिता मैले अब यसरी छान्नुको कारण के हो त भन्दाखेरि किन भन्दाखेरि यो विनय शास्त्र एक भरपर्दो स्रोत हो जुन एक किसिमको अब विस्तृत वर्णन गरिएको छ यसमा त्यही कारणले के भिन्नता छन् तर 70-80% सहमत छन् विनय धर्मशास्त्र रोज्नुको अर्को कारण यो हो कि यो निकै बौद्ध धर्मको अवधिमा देखा परेको पाठ
अब प्राज्ञ पारमिताको मान्छे पनि फेला परेको खाता अन्य ग्रन्थहरूमा भएको विवरण भन्दा धेरै फरक छ। त्यसैले मैले सोचे कि यसलाई सिकाउँदा सिक्न यसलाई अब बताउनु खोज्दाखेरि हैन महत्त्वपूर्ण हुनेछ भने ठाने। चिनिया बौद्ध परम्परामा भनेको छ कि यो नागार्जुनद्वारा लेखिएको थियो। यो पहिलो अब बुद्ध वचनको सङ्कलनलाई अब विस्तृत रूपमा सम्बन्धित छ र यसको शैलीमा लेखिएको छ कि लेखको यसलाई बाँचेको जस्तो छ यसको लेखलाई चाहिँ। यी कारणहरूका लागि म तपाईँलाई यी दुई पाठहरू अनुसार पहिलो अब परिषदको अब विवरण दिनेछु। त्यही कारणले गर्दाखेरि यो चाहिँ अनि अत्यन्त यो नागार्जुनले जस्तो छ त्यस्तै नै किसिमको अब लेखिएको हुँदाखेरि त्यो एकदम महत्त्वपूर्ण छ। अनि एक किसिमको अनि अर्को चाहिँ के हो त भन्दाखेरि यो विनय पिटकसँग धेरै नै अब तालमेल खाने हुँदाखेरि त्यो मैले दुईटा राखिएको हो। अब यो बुद्ध वचन पहिलो सङ्कलन गर्ने क्रममा एकदम महत्त्वपूर्ण मान्छे छ। त्यो पहिला के हो त भने एउटा महाकश्यप हो। यो महाकश्यपको मूर्ति हो, तपाईँले देख्नुभयो होला। यो चाहिँ अब तु भने गुफाभित्र चिनमा भएको तु गुफाभित्र रहेको छ। यो चाहिँ अहिले अब यो अब चिनमा थियो। पछि अब यो भोटमा विभिन्न अब युद्ध द्वन्द्व हुँदाखेरि अब फेरि भोटले अब यसलाई हस्तक्षेप गरेर भोटको भयो। अनि अहिले यो चिनमा छ। यो अहिले पहिलो बुद्ध वचनको सङ्कलनमा पहिलो एउटा कश्यप हो, एउटा चाहिँ आनन्द हो। दुईटा महान व्यक्ति चाहिँ त्यो बेला। अब महाकश्यपलाई अब महाकश्यप भनिन्छ। यसले टिबेटको चाहिँ होसुङ भनिन्छ। अब यो डजर भम्नी भन्ने एउटा त्योभित्र के लेखेको छ भन्दाखेरि उहाँको खास नाम चाहिँ कश्यपको दुईटा नाम यसको माने दुईटा भनेको छ। यसलाई चाहिँ एउटा चाहिँ के हो त भन्दाखेरि विभिन्न अब हानि नोक्सानदेखि बचाउने। एउटाले चाहिँ के हो त अनि प्रभा उज्यालोहरूलाई अनि प्रभाहरूलाई सुरक्षा गर्ने भनेर बताउँदछ। त्यही कारणले यसलाई चाहिँ अब अहिले चाहिँ वेसुङ भयो। अब चीन भाषामा चाहिँ वेथुङ पनि भनिन्छ, पानी पिउनलाई भनिन्छ भनिन्छ यसलाई। यो सुङ घेर लेखिएको यो के हो त त्यो एउटा किताबभित्र के छ भन्दाखेरि अनि कश्यप भनेपछि के लेखेको छ भन्दा होइन धेरै अब प्राचीन कालमा अब एउटा ब्राह्मणलाई भनिन्छ भनेर लेखिएको छ। अनि एक किसिममा के हो त भन्दाखेरि उहाँलाई चाहिँ अब त्यो अब एउटा बोधि वृक्षमा एउटा प्रकाश आउँदाखेरि त्यो लाइट प्रकाशले अब एक किसिम के हो त अनि त्यो अनि आफूमा हुने एउटा प्रकाशले चाहिँ विभिन्न बाहिरी अब संसारमा भएको अब प्रकाशहरू सबै उहाँमै अब उहाँले नै जितेको हुँदाखेरि अरू प्रकाशलाई पराजित पारेको हुँदाखेरि त्यहाँदेखि उहाँको नाम अब यसरी अब कश्यप भने पनि भयो। अब यसरी अब नाम राखियो भने यसरी अब यो सुङको वचनमा यसरी बताएको छ सुङको ग्रन्थहरूमा। अब बुद्धको कालमा पनि अब यसरी कश्यप भन्ने नाम धेरै छ। जस्तै कि अब बुद्धको कश्यप नामका धेरै चेलाहरू थिए। जस्तै कि 10 बल कश्यप, 3 कश्यप भाइहरू अब र अन्य उहाँहरूलाई अब महान वा महाकश्यप भनिन्थ्यो। होइन धेरैलाई पनि लाग्दछ एक किसिमको ठुलोलाई पनि अब कश्यप भन्ने लाग्दछ। अब महाकश्यप भनेको आफ्नो नाम के हो त भन्दाखेरि अब चीनको एउटा ग्रन्थभित्र
अब बुद्धले अब बुद्धको अब चेला भित्रमा धेरै अब कश्यपहरू भएको हुँदाखेरि जुन अब यो अहिले योसँग सम्बन्धित हुने कश्यप चाहिँ एकदम धेरै वृद्ध भएकोले अनि उहाँलाई चाहिँ महाकश्यप हो भनेर राखिएको हो भन्ने यसरी अब बताएको छ तिब्बती स्रोतहरू भन्छन्। उहाँको सत्य नाम चाहिँ के हो त, ठेट नाम चाहिँ के हो त भन्दाखेरि न्यायग्रोधा भन्छ उहाँको नाम। अब एउटा चीनको एउटा ग्रन्थभित्र चाहिँ न्यायग्रोधा भनेर राखिएको छ, तर हामीले यो तिब्बती अनि परम्परा अनुसार अनि यो घेलोङको नाम्च्यो भनिन्छ होइन। उहाँको अब भनौँ न एक किसिमको अनि त्यसमा चाहिँ के भन्दाखेरि अब उहाँलाई चाहिँ अब एक किसिम के हो त झाङछुप भन्ने नाम राखेको रहेछ। पछि झाङछुप झन्सिकी अब यो न्यायग्रोधा भने के हो त एउटा रुखको नामले उहाँलाई राखिएको रहेछ, बोधि वृक्ष भनिन्छ, त्यसको नाममा जाइन्छ यो न्यायग्रोधा भनेको। उहाँलाई नाम धेरै राखेको छ, एउटा चाहिँ न्यायग्रोधा भनिन्छ बोधि वृक्षलाई। यो महाकश्यपलाई अब एक किसिमको रुखको नाम रहनु कारण के हो त भन्दाखेरि वृक्षको नाम, किनभने उहाँको अब माता पिताले अनि यो न्यायग्रोधाको छेउमा बसेर प्रार्थना गरेर उहाँ जन्मिएको हुँदाखेरि अनि उहाँलाई चाहिँ यो अनि यो न्यायग्रोधा भन्ने एउटा रुखको नाम राखेको हो भने यसरी बताएको छ। उहाँको अब जन्मभूमि कहाँ थियो त भन्दाखेरि अब यो उहाँ अब चीनको एउटा ग्रन्थ अनुसार अब भन एक किसिमको सुङ वंशमा लेखिएको बौद्ध इतिहास अनुसार उहाँको जन्मभूमि चाहिँ मगध राज्यको राजधानी राजगृह थियो। उहाँको अब बुबाको नाम चाहिँ अब कपिला थियो, यसरी बताएको छ। जुन तिब्बती भाषामा सेर्क्या भनिन्छ। त्यही कारणले तिब्बती र चिनिया दुवै अनुवादमा भिक्षुनी विभङ्गले उनको जन्मस्थल मगधको पिप्पल को एउटा नगर र उनको बुबाको नाम पिप्पली थियो भने कपिला उनकी पत्नी कपिला भद्राका बुबाको नाम हो भनी अनि बताएको छ। उहाँको अब एउटा बुबाको नाम चाहिँ अब यसलाई बुबाको नाम चाहिँ के हो त न्यायग्रोधा भन्ने थियो अरे। भनौँ न अब भिक्षुनी विभङ्गले उनको जन्मस्थल मगधको पिपलको नगरमा भएको हो। उनको बुबाको नाम पिप्पली, बुबाको नाम अब पिप्पल थियो भने कपिला उनकी पत्नीको नाम अब के हो त कपिली भद्रा थियो भने यसरी बताएको छ। जे उनको बुबा अत्यन्त धनी हुनुहुन्थ्यो अरे। उहाँको कश्यपको बुबा चाहिँ एकदम धनी हुनुहुन्थ्यो, अत्यन्त धेरै सम्पत्ति, असीमित सम्पत्ति थियो अरे। अहिलेको समय भने एलन मार्क्स जस्तो। अब पहिलाको कालीनमा हेर्ने हो भने अब अहिलेको एलन मार्क्स जस्तो पहिला चाहिँ उहाँ अब यो चाहिँ अब कपिला भन्ने एकजना यो कश्यपको बुबा हुनुहुन्थ्यो। उनी भारतका सबै 16 राज्यहरूमा सबैभन्दा धनी व्यक्ति थियो। अरू कसैले पनि उनलाई सम्पत्तिमा प्रतिस्पर्धा गर्न सक्दैन थियो। उनी राजा उसँग सम्पत्ति कति थियो त भन्दाखेरि उनी चाहिँ राजा बिम्बिसार भन्दा पनि धेरै गुणा धनी भएको बताएको छ इतिहास अनुसार। अब उहाँ चाहिँ राजा बिम्बिसार भन्दा पनि अब 100 गुणा ज्यादा जस्तै कि अनुसार अब बौद्ध इतिहास अनुसार बिम्बिसार राजासँग चाहिँ खेत जोत्नको लागि 1000 सुनको हल थियो अरे। तर अनि
अनि तर कश्यपको पिताले चाहिँ राजाप्रति विनम्रताको लागि जम्मा 990 मात्रै सुनको हालो बनाए। हुन त उसले 3000 4000 यसो निकै नै बनाउन सक्थ्यो, उसँग क्षमता थियो। तर राजाले एउटा सम्मानको रूपमा राजा भन्दा म राजालाई अपमान हुन्छ भन्ने सम्मानको रूपमा उहाँले 990 मात्रै बनाएको थियो। अब चाहिँ उनको अब यसरी उहाँको कथा बताउने क्रममा उहाँ अब कश्यपको बुवा एकदम धनी भएको हुँदाखेरि उहाँको विवाह भएको लामो समय भइसकेको थियो, तर उनको कुनै छोरा छोरी थिएन। उनले सबै देवताहरूलाई प्रार्थना गरे तर कुनै सन्तान जन्माउन भने सकेन। अब उहाँले रामलाई विभिन्न अनेक राम हनुमान लक्ष्मण विभिन्न भनौँ न अब उहाँले प्रार्थना गरे अरे। कुनै यसबाट निकै निराश थिए, कुनै पनि छोरा छोरी जन्मिएन। अनि म एकदम मनकुराट लागेर मसँग पैसा सम्पत्ति छ, अब एक किसिमको हिरा मती सुन चाँदी गहर गहना अत्यन्त छ, तर पनि मलाई छोराछोरी छैन भन्दा खल्लो भएर यसरी भैराग भएर बसेछ। अब उनको आमाले यसरी अब यो उनकी अब आमाले यो देखेकी थिइन्। उनले भनिन् अब जुन अब पिताको आमाले भनिन्, छोरा हाम्रो रमणीय बगैँचामा धेरै फराकिलो हाँगा भएको बर पिपलको रुख छ, त्यसैले हाम्रो सहरलाई पिपल नगर भनिएको। अनि हाम्रो यो सहरलाई चाहिँ बर पिपलले घेरेको हुँदाखेरि बर पिपलको नगर भनेको छ। त्यही कारणले अनि तिम्रो पिताले जति सुकै सयौं वा हजारौं देवताको पूजा गरे पनि सन्तान जन्माउन असमर्थ हुनुहुन्थ्यो। अनि अन्तमा उनले यो वर गदलाई प्रार्थना गरे र तिमी जन्मियौ भने यसरी अब कश्यपलाई आफ्नो माताले बताए। आमाले बताएछ जुन यो कश्यपको बुबाको आमाले जुन अब अनि यो कश्यपको बुबाले आफ्नो माताले भनेको जस्तै गएर अनि पहिला प्रार्थना गर्दाखेरि तिमी जन्मेको थियो, त्यही कारणले तिमी पनि त्यही गरेर अनि छोराछोरी जन्मिन्छ भनेर अनि यसरी अब कश्यपको आमाले भन्यो। एक किसिमको यो कश्यपको पिताको आमाले अब हजुर उहाँ भनौँ न त्यही कारणले त्यहाँ पनि प्रार्थना गर्नुपर्छ। कश्यपले आफ्नी आमाले भने जस्तै गरे, रुखमा धूप र फूल चढाएर भने मलाई छोरा जन्माउनु अनुमति दिनु अनि प्रार्थना गर्नुभएछ। अनि यदि मेरो छोरा छ जन्मियो भने म तपाईँलाई हरेक वर्ष मेरो छोरा जन्मियो भने म हरेक वर्ष तपाईँलाई यसरी नै प्रसाद चढाउनेछु। यदि मैले यसरी प्रार्थना गर्दाखेरि मलाई तिम्रो प्रार्थना गरे जस्तो मलाई छोराको एउटा वरदान दिएन भने, छोरा जन्मिएन भने तिम्रो जराबाट काटेर टुक्रो टुक्रो पारेर म हावाडा घाममा सुकाएर आगोमा जलाउनेछु, पोल्नेछु, खरानी खोलामा फालिदिनेछु उसले त्यो अब कश्यपको पिताले भन्यो होइन महाकश्यपको। रुखको देवता अलिक कमजोर भएकोले त्यसैले अनि उहाँ खुसी हुनुहुन्थ्यो कि उहाँलाई भेटियो र प्रार्थना गरिन्छ खुसी भयो। तर एक हिसाबले त्यो रुखको देवता डराउँछ कि डराउनु भएछ, किनकि तर उसले धम्की देखेर डराएको थियो। साँच्चो उहाँले मलाई यसरी ठाउँमा बस्न दिनु भएन भने उखेलेर फाल्यो भने म त एकदम यहाँदेखि त हट्ने भयो भनेर यसरी अनि यसरी अब रुखको भवन तर्सिएर जाँदाखेरि अनि अब त्यो रुखको भवनलाई मुख्य हेर्ने भवन चाहिँ को थियो भन्दाखेरि अनि चारवटा सम्राटहरू थियो। अब चक्रवर्ती राजाहरू मेरो घर र आधार नष्ट गर्न जाँदैछ, यसले त्यही गरेर के गर्नुपर्छ भनेर उहाँकी वरिष्ठ चार महान राजाहरू
चक्रवर्ती राजाहरू थिए। त्यसैले उहाँ तिनीहरू कहाँ गएर अनि आफ्नो अवस्था बताउनु भयो त्यो नयाँ गुरु रुखको एउटा देवताले। उसको सन्तान छ कि छैन त्यो उसले आफैले कर्म जस्तो कि सबै कुरा बताइसकेपछि उसको सन्तान छ कि छैन त्यो उसले आफैले कर्म जम्मा गरेको भर पर्छ। हामीले के गर्न सक्दैन भने त्यो चारवटा राजाले जुन रुखको भगवानलाई भने वृक्षको भगवानलाई चार महान राजाहरू अनि अब त्यो चाहिँ अब देवताहरू र देवहरूको अब स्वामी अब एक किसिमको पनि अब एक किसिम के हो त अब यो चारौं राजाहरूको दुःख भएर अब उहाँको सम्राट पनि को रहेछ भन्दाखेरि अब यो इन्द्र रहेछ। इन्द्रले सोधेछ। त्यतिखेर देवताहरूको सभामा ठुलो ज्योति देखा पर्यो र अनि त्यसले अब चार महान राजालाई भने अहिलेसम्म अनि त्यहाँ चाहिँ अब के भयो त भन्दाखेरि अब यसरी अब यो इन्द्रलाई भने इन्द्रले पनि के हो त भन्दाखेरि अब यसरी अब म हुन्छ म भन्ने छु भनेर भन्ने बित्तिकै अब एक किसिमको जाने क्रममा एउटा त्यहाँदेखि ठुलो एउटा प्रकाश आयो हैन। अनि यस्तो त्यहाँदेखि एकदम ठुलो एक किसिमको प्रकाश आउँदाखेरि जाने क्रममा एकछिन कुरा त्यहाँ कोही एउटा ठुलो कोही आउँदैछ त्यहाँ ठुलो प्रकाश आयो अनि यसरी इन्द्र भगवानले भन्दाखेरि अनि यसरी अनि इन्द्रले बताउने अनुसार त्यहाँ चाहिँ पक्कै नै यो ब्रह्मदेव हुनसक्छ भने यसरी नै ब्रह्मदेव आउँदो रहेछ त्यो बेला। अनि इन्द्रदेवले सबै ब्रह्मलाई यो कुरा राखेछ जुन अब जुन कश्यपको पिताले जुन त्यो रूपमा प्रार्थना गरेको कुराहरू। त्यही कारणले अनि यो ब्रह्मले अनि यो बेला ब्रह्मले चाहिँ अलिकता अब मिठास त परेर अब चिप्लो परेर अब उत्तर दिनुभएछ। अब मेरो मनमा चाहिँ अब मैले अब यो भनौँ न अब छोरा मैले उसलाई दिनु सक्छ भने भन्न सक्दैन, दिनु सक्दैन पनि मैले भनेन। त्यही कारणले अब फेरि मैले छोरा दिनु सक्छ भने मलाई त्यस्तो अब अधिकार पनि छैन। दिनु सक्दैन भने एक किसिम के गर्दा फेरि म सबैको एउटा यो संसारको सृष्टिकर्ता पनि भनेको भन्दाखेरि अनि अब के गर्ने होला भन्दाखेरि अनि के गर्ने होला भन्दा अनि यो ब्रह्मदेवले भन्नुभयो के भन्नुभएछ भन्दाखेरि म कुनै पनि शक्ति छैन। त्यही कारणले गर्दाखेरि उसले के भन्नुभयो भने अनि मलाई संसारले बनाएको नि होइन, मलाई संसारले बनाएको पनि होइन, संसारको म सृष्टिकर्ता पनि होइन, मैले संसार सृष्टि गरेको पनि होइन भने यसरी अब इन्द्र यो के भन्छ ब्रह्मले भन्नुभयो। तब अब यो इन्द्रले भनेछ कि तिमी आफ्नो निवासमा फर्की अब यो एक किसिमको यो ब्रह्मदेवले भन्नुभएछ कि तिमी आफ्नो निवासमा फर्किसकेपछि मनमा तयार भएको कुनै देवता देख्नु भयो भने त्यस ब्राह्मणको घरमा जन्म लिने आज्ञा दिनु। अनि महान ब्रह्मले भने यदि त्यसो हो भने तिमी किन खोज्दैनौ भने फेरि अब तपाईँ किन खोज्नु हुँदैन भने फेरि इन्द्रले फेरि ब्रह्मलाई भन्नुभएछ। अनि शङ्करले भनेछ त्यो बेला अब अनि शङ्करले भनेछ त्यो ब्राह्मण यति शक्तिशाली छ कि मेरो वरिपरि देवताहरू धेरै कमजोर छन् र जन्म लिने हिम्मत गर्दैनन्। म अब त्यहाँ जुन चाहिँ अब महाब्राह्मणले अब भने जस्तै अब त्यो अब इन्द्रले गर्नुभयो। इन्द्रले यसरी अब खोज्दै जाँदाखेरि अब ठक्कै एउटा खस्नु आँटेको अब मर्नै आँटेको भगवान भेट्दाखेरि अनि भन्नुभएछ कि अब भनौँ न एक किसिमको धेरै अब देवता हेरी तल तहको मनुष्य त एकदम कमजोर हो। त्यही कारणले अनि तल जन्म लिने हिम्मत गर्दैन। महान ब्रह्म सहमत भएर उनी आफ्नो निवास फर्किएपछि उनले एक ब्राह्मणलाई देखेर अनि जसले आसन्न मृत्युको 5 चिन्हहरू प्रदर्शन गरेको थिए उसले त्यो ब्राह्मणको घरमा कसरी जन्म लिने भन्ने कुरा बताए। ब्रह्म अप्रसन्न भएर अस्वीकार गरे। महान ब्रह्मले भन्नुभयो कि
अब धेरै समयपछि बुद्ध संसारमा प्रकट हुनेछ, त्यही कारण तिमी अब यो अब देवलोकदेखि अब तिम्रो अब यो आयु पनि घट्यो, त्यही कारण तिमी तल जन्मियो भने अनि एक किसिमले के हो त त्यो समयमा तपाईँ अगाडि बढ्न र परिणाम प्राप्त गर्न सक्नुहुनेछ। तपाईँ अब बुद्धको ज्ञानले प्राप्त गर्न सक्नुहुन्छ, त्यही कारण तपाईँ तल जन्मिनु एकदम जन्मिनुहोस् भने यसरी अब ब्रह्माले अब यसरी भन्यो, देवताले भन्नुभयो। यदि म धनी ब्राह्मणको परिवारमा जन्मेको छु र एकलो छोरा पनि छु भने मलाई कसरी जान दिनेछन्? महाब्राह्मणले भने कि मैले भनेको जस्तै गर, म बुबालाई प्रोत्साहन दिन सक्छु, त्यसपछि मात्र भगवानले स्वीकार गरेर अनि जम्बुद्वीपमा अनि एउटा भगवानको जन्म भयो, त्यो जन्म भयो। अनि एक त्यसपछि अब ब्राह्मणकी पत्नी गर्भवती भयो, त्यो अब प्रवेश गरी तल अब देवलोकदेखि अब भगवान अब खस्नु गएर मनुष्य लोकमा अब त्यो जुन अब यो कश्यपको अब भनौँ न एक किसिमको माताको गर्भमा अब पस्नु भयो, गर्भवती भयो त्यसपछि। र यो पेटको दाहिने भागमा भएकोले उनलाई थाहा भयो कि त्यहाँ एउटा बच्चा छ, छोरा भएको छोरी भने पक्कै नै छ भनेर अब त्यो बेला थाहा छैन कि छोरा कि छोरी भनेर अहिलेको भन्दा देखाउन सकिन्छ। त्यही कारणले ब्राह्मण एकदमै खुसी भएर आफ्नै पत्नीलाई भवनको माथिल्लो तलामा बस्न लगाए। अनि अब गर्भवती भएपछि थाहा भएपछि एकदम धनी हो नि त अब होइन। अब कश्यप भने एकदम अब जुन अब भिक्षु कश्यपको बुवा एकदम उहाँ कश्यपको नाम एकदम धनी हो होइन, कपिल एकदम धनी भएपछि अब अनि हाम्रो श्रीमती गर्भवती खुसी गदगदले अनि तल्लो भवनको अब माथिल्लो तल्लोमा बस्न लाग्यो हाम्रो श्रीमतीलाई। चिसो भएमा चिसोको लागि चिजहरू एकदम न्यानो पार्ने, बाहिर तातो भएमा अब तातोको लागि अब फेरि अब एकदम सिलसिले हावा चिजहरू, अनि एकदम बिरामी भयो भने चिकित्सकले अब तोकेको मध्यम तापक्रमको खाना लगाएको सबै दिलायो। र गायक र सङ्गीतकारको घेरिएका धेरै रेशम र गहनाहरू बिच उनको बसाइमा राखिदियो। उनलाई कहिले पनि तल्लो कोठामा अब जान दिएन, हाम्रो श्रीमतीलाई सबै पुऱ्याइदियो। त्यही कारणले अब 8 र 9 महिना बितिसक्दा राम्रो लक्षण भएको छोरा जन्मियो। उहाँसँग बुद्धका 32वटा महान चिन्हहरू मध्ये 7वटा चिन्ह थियो, जुन अब सुलक्षण भनिन्छ यसलाई होइन, सुलक्षणहरू थियो। त्यसलाई अब थियो सिंहको जस्तै धट र अन्य बुबाले आजकल जन्मदिन जस्तै जन्मदिनको भोज बनाउनु पर्छ सोचे। अनि उहाँले एकदम सुलक्षण भएको एकदम सुन्दर तेज वस्ती अब छोरा जन्मियो होइन। अनि बुबाले आज अब जन्मदिन हो भन्यो भने त्यो जन्मदिनको अनि भोज बनाउनु पर्छ भनेर सोचे। त्यसैले उहाँले सबै ढुङ्गा र माटो हटाउनु भयो, जमिनमा चन्दनको पानीले छर्केर एकदम सिगार्नु भयो, धेरै रङका फुलहरू छरिएका थिए र धुप बाल्ने सुगन्धहरू निस्किएको बनायो उहाँले। अब विभिन्न झन्डाहरू विभिन्न ध्वजाहरू उठाए। तिनले 7 वा 21 दिनसम्म सहरका विभिन्न चारैवटा दैलो चौराहरूको बिचमा खाना पेय लुगाहरू उहाँले दान गर्नुभयो। अनि उनले आफ्नो आफन्तहरूलाई जम्मा गरेर भने यो बच्चा यो वर पिपलको फेदमा नयाँ ग्रहको वृक्ष मुनि जन्मेको, किनकि मैले त्यहाँ पूजा गरेकोले मैले यही नै पाएको हो, त्यसैले यसको नाम पिप्पली राख्नुपर्छ भन्ने यसरी अनि यो पिपलको बोधमा प्रार्थना गर्दाखेरि आफ्नो अब छोरा जन्मेको हुँदाखेरि अनि यसको नाम पिप्पली राख्नु भयो। जब बच्चा ठुलो हुँदै गयो अब उसले सबै ब्राह्मण परम्परागत 4 वेदहरू ज्ञानका 18 क्षेत्रहरू आदि पढ्न सिकाए। त्यसैले अब उसको बुद्धि एकदम तेज भएर गयो। त्यसपछि एक दिन उनका बुबा पिप्पलीले सोचे म ठुलो परिवारको हुँ र म धेरै सम्पत्ति छु। सुरुमा छोरा जन्माउन गाह्रो थियो। हाम्रो ब्राह्मण चलनमा 48 वर्षको उमेरसम्म ब्रह्मचर्य पालना गर्छ र त्यसपछि
विवाह हुन्छ तर मेरो छोराले अहिले पनि दुलाई लिनु राम्रो अहिले नै दुलाई लिनु राम्रो हुन्छ भनेर सोच्छ। त्यही कारण त्यसैले उसले भने कि आफ्नो छोरालाई भन्यो यो संसारको तरिका वा चिजहरूको प्रकृतिको हो, त्यसैले म तिमीलाई दुलाई खोज्दैछु भने यसरी आफ्नो बुवाले भन्यो। छोराले के भन्यो भन्दाखेरि जवाब दियो कि मैले किन दुलाई लिनु, म तपस्या गरेर जङ्गलमा जाँदैछु वा भने यसरी अब छोराले भन्यो। बुवाले भन्नुभयो त्यसो त हो नि, परिवारको एउटा परम्परा टुट्नु हुँदैन त्यसो गर्यो भने। यदि तिमीले बिहे गरेन जङ्गलमा यसरी तपस्या ध्यान गर्यो भने हाम्रो वंश टुट्छ, त्यसो गर्नु हुँदैन भने। त्यही भन्दाखेरि छोराले भन्नुभयो कि त्यही कारण छोराले सोचे कि आमा बुबाको आज्ञा विरुद्ध अब जान नपरोस्, महिलासँग बस्न पनि नपर्ने गरी केही एउटा उपाय जुक्ति म निकाल्छु भने उसले अब अनि लुगाले एउटा बुबालाई भन्यो कृपया मलाई जम्बू नदीको केही सुन दिनुहोस् भने यसरी छोराले भन्यो। चीन भाषामा चाहिँ मेगुइचिङ भन्छ यसलाई, जुन चाहिँ एकदम राम्रो खाले एउटा गुणस्तर सुन। यसलाई चाहिँ एक किसिमको अब तेजाबी अनि एक किसिमको विभिन्न अब सुन पनि एकदम हुन्छ होइन, खट्टी सुन। अनि उनका बुबाले अनि भण्डारीलाई अब बोलाएर जम्बू नदीबाट जति सुन चाहियो दिनु भनेर अनि भनायो। अनि भनिसकेपछि छोराले त्यो सुन सबै लिएर आफ्नो बुबाको ज्ञान दिन एक कुशल सुनार कहाँ गएर उसले यो सुनलाई महिलाको छविमा बनाउनु भयो, एउटा रूप मूर्ति बनाए केटीको। त्यो मूर्ति बनाइसकेपछि अनि एउटा स्त्रीको एउटा रूप जत्रै अनि त्यो दाम बराबरको अनि मूर्ति बनाउनु भनेर यसरी अनि बनाइसकेपछि अनि उसले बुबालाई देखाएर भन्यो यदि ए बुबा हे पिताजी यदि यस्तो रूप भेटिए कि केटी स्त्री भेटाउनु भयो भने म दुलै बनाएर लैजानुस्, म दुलाहा बन्नु तयार छु भनेर यसरी तयार छु। यदि अन्यथा यदि यो जस्तो अरू मैले बनाएको जस्तै एक किसिमको स्त्री भेटेन भने म चाहिँ यो गृहस्थी जीवनमा बाँच्दिनँ र म यसरी दुलाही लिन चाहदिनँ भन्ने यसरी छोराले यसरी बतायो। अब बुबाले सोचे अब के भन्यो भन्दाखेरि जब मैले यो सोचे उसले अब हामी आमा बुबाको बारेमा सोच्नु पर्दैन, सुनको रङको नारी कहाँ भेट्ने अब होइन, अब सुन जस्तो अब स्त्री महिला कहाँ हुन्छ होला, हुनै भेट्दैन भने यसरी। अनि फेरि बुवाले एकदम मनमा कुरा दुःख लागेर पछि राखे। अनि अब भारतमा अब यसको अर्थ राम्रो वा सुन्दर छालाको रङ्ग हो, एक किसिमको सुनको रङको नारी जुन अब त्यो अब यसले अब जम्बुश्री भन्छ यसलाई। सुनको वास्तविक रङ होइन। अझ नराम्रो कुरा हामीले जम्बू नदीबाट सुनको रङ कहिले भेटाउन छैन र उनी धेरै अब पीर आएर बसे। उनका विद्यार्थीहरू धेरै उनी अब ब्राह्मण भए पनि उसको चेला धेरै हुन्छ, त्यही कारण उनीहरू विद्यार्थीहरू युवा ब्राह्मणहरू केटाहरूले यो देखेर सोधे कि किन तपाईँ कुराड गरेर बस्नु भएको भनेर सोद्धाखेरि जब उसले के सोचिरहेको छ भने बुझाइयो। ब्राह्मण केटाहरूले भने तिमीले चिन्ता लिनु अब ब्राह्मणको अब चेलाहरूले भने अब चेलाहरूलाई भने कि त्यो अब कश्यपको पितालाई भने त्यो अब आफ्नो चेलाहरूले जुन अब कश्यपको अब पितालाई भने आफ्नो चेलाहरूले तपाईँले चिन्ता लिनु पर्दैन, यदि तपाईँले यसरी थप 3वटा सुनको मूर्ति बनाउनु भयो भने हामी पक्कै पनि त्यस्तै देखिने केटी भेटाउनेछु अनि यसरी अब ल्याइदिनेछु अनि 3टा मूर्ति बनाइदिनु भनेर यसरी अनि भन्नुहोस् न भनेर अनि छोरालाई भन्दाखेरि अनि त्यही भन्दाखेरि अनि छोराले त्यही भने बापत उनले आफ्नो विद्यार्थीहरूले भने जस्तै गरेर अब 3वटा मूर्ति बनाउन लगाए छोरालाई। होइन बनाउने ब्राह्मण केटाहरूले अब 4 मूर्तिहरूलाई पूर्व
पश्चिम दक्षिण उत्तर चारै दिशामा लिएर धेरै नगर ठाउँ र सहरमा घुमाए थियो। उनीहरूले अब जानु अघि ब्राह्मण पिपलीले भने मूर्तिहरू बजारको बीचमा राख, फुलहरू धूप बल्ने र सङ्गीत बजाउ र त्यसपछि भन्नुहोस् कि जसले यो देवीलाई प्रसाद दिन्छ ऊ उच्च जातमा जन्मन्छ र उच्च जातमा विवाह गर्छ। तिमी राम्रो घरमा जान्छ र तिम्रो श्रीमान उसको अधीनमा आउनेछ। अनि तिम्रो यो कुरा सुना यसरी बताउनु भनेर बताइछ। त्यसपछि धेरै महिला र केटीहरू भेला भएर अनि मूर्तिलाई प्रार्थना गर्न थाल्यो, किनकि चार मूर्ति अब ठक्कै उल्टोमा पठायो। त्यस्तै अब केटी अब छोरालाई बिहे गर्नु छ, आइट यसरी गरायो। त्यही कारणले तिम्रो अनि त्यसपछि धेरै महिला केटीहरू भेला भएर मूर्तिलाई प्रार्थना गर्न थाल्यो। तर सुनौलो रङको केटी कुनै ठाउँमा भेटिएन फेरि, किनकि त्यस्तो गर्नुको लागि के हो त भन्दाखेरि अब यसरी अब विज्ञापन गर्नु लागि चाहिँ अब छोराको लागि एकदम त्यो जस्तो एउटा एकदम कुल अब सुकुल भएको सुगुण भएको होइन स्त्री भेट्नु परेको थियो, तर कुनै ठाउँमा भेटेन। पूर्व पश्चिम उत्तर दक्षिण सबै फर्केर आए, कसैलाई नभेटेको बताउँदाखेरि। अनि पूर्व पश्चिम उत्तर दक्षिणबाट फर्केर आए, कसैले नभेटेको बताए। अनि ब्राह्मण पिपलीको चिन्ता झनै बढ्यो। अब कोही केही पनि भेटेन, कुनै स्त्री पनि फेला परेन भन्दाखेरि अनि एकदम कश्यपको पितालाई पिर लाग्यो। त्यसपछि उहाँलाई धेरै दुःखहरू अब धेरै अब आशा निराशा भयो। त्यसपछि उहाँलाई पश्चिमको कपिला सहरमा जानुभयो, जहाँ अब अनि कपिला नामक एक धनिक ब्राह्मण थिए। उहाँको एक धेरै सुन्दर छोरी पनि थियो र अनि मध्य र भारतमा सुन्दर केटीहरूको नाम भद्र राख्ने चलन पनि थियो। त्यसैले उनको नाम भद्र राख्यो। उनको कपिल भएकोले उनलाई कपिला भद्र भनिन्थ्यो। पछि यसको अब जोड दिने कहानी